नमस्कार। समयभित्रको समयमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज हामीसँग विष्णु सुवेदी हुनुहुन्छ। विष्णु सुवेदी नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व अध्यक्ष हुनुहुन्छ। साथै उहाँ विश्व सञ्जालका अध्यक्ष पनि हुनुहुन्छ। विश्व सञ्जाल जो चाहिँ नि विभिन्न देशमा छरिएर रहेका नेपालीहरूको सञ्जाल हो। उहाँले चाहिँ नि अमेरिका जानुभन्दा अगाडि, आजभन्दा 23 वर्ष अगाडि उहाँ अमेरिका जानुभएको थियो र त्योभन्दा अगाडि चाहिँ नेपाली कङ्ग्रेस कार्यालयमा रहेर कार्यालय सचिवको रूपमा काम गर्नुभयो। उहाँले नेताहरू गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, सुशील कोइराला, शेरबहादुर देउवा सबैसँग बसेर काम गरेको अनुभव उहाँसँग छ। एकातिर नेपालको अनुभव, विशेष गरी राजनीतिक व्यक्तित्वहरूसँग एउटा ठुलो राजनीतिक दलभित्र रहेर काम गरेको अनुभव उहाँसँग छ भने अर्को चाहिँ नि विश्व राजनीति, विशेष गरेर नेपालीहरू बिच जो विभिन्न देशमा छरिएर रहनुभएको छ, उहाँहरूसँगको एउटा निकटता, उहाँहरूसँगको एउटा पोलिटिकल एक्टिभिजम र अरू किसिमका सोसियल वर्कमा पनि उहाँ चाहिँ कनेक्टेड हुनुहुन्छ। उहाँ चाहिँ नि नजिक रहेर काम गरिरहनु भएको छ। उहाँ अहिले नेपाली कङ्ग्रेसको यो महाधिवेशन, विशेष महाधिवेशनमा भाग लिन नेपाल आउनुभएको बेला पारेर हामीले कुराकानी गरेका छौँ। धेरै धेरै स्वागत छ। धन्यवाद। अब हामीले चाहिँ नि पहिला नेपाली कङ्ग्रेसको सचिव, कार्यालय सचिव भनेर चिनिरहेको व्यक्तित्व होइन, अनि बिचमा अब पछि चाहिँ अमेरिका जानुभयो। अब त्यहाँको कुराहरू पनि हामी पछि गरौँला नै, यहाँको अनुभव पनि पछि हामी कुराकानी गरौँला नै, कस्तो के कस्तो अनुभव थियो भनेर। अलिकति हाम्रो कार्यक्रमको नेचर अनुसार पनि हामीले समयभित्रको समयमा चाहिँ ती बाल्यपनबाट नै कुराकानी सुरु गर्ने गरेका छौँ। अलिकति यहाँको बाल्यपन, बागलुङमा जन्मिनु भयो? हजुर, म बागलुङमा जन्मेँ। बागलुङबाटै मैले एसएलसी गरेँ। ए हजुर। त्यसपछि म चाहिँ यहाँ काठमाडौँ पढ्न आएँ। मैले त्रिचन्द्र कलेज पढेँ। हजुर। अनि पढ्दै गर्दाखेरि 46 सालको आन्दोलन भयो। अनि त्यो 46 सालको आन्दोलनमा अब स्टुडेन्ट लाइफ अनि त्यतितिर लाग्यो। विद्यार्थी राजनीतिबाट नै, विद्यार्थीबाट नै राजनीति। त्यति बेला म नेवीसँगको राजनीति गर्थेँ। हजुर। अनि यो 46 सालको आन्दोलनमा लागेपछि तपाईँको त्यहाँ गणेश मान्छेको घरमा चन्द्रशेखर आउने कुरा थियो। अनि त्यो चन्द्रशेखर आउँदा हामीले अब बाहिर गर्न मिल्दैन थियो। उहाँको चाहिँ त्यो ल्यान्ड एरिया चाहिँ धेरै ठुलो, चाक्सीबारीमा। हजुर। त्यहाँ हामीले त्यो मञ्च बनाउनेदेखि लिएर सबै कामहरू चाहिँ त्यहाँ गऱ्यौँ र व्यवस्थापनको काम गऱ्यौँ। त्यसपछि चन्द्रशेखर आउनुभयो र कार्यक्रम राम्रो पनि भयो। त्यहाँदेखि एउटा आन्दोलन पनि त्यसलाई चाहिँ अझ मूर्त रूप दियो। अनि गणेश मानजीकै अब अध्यक्षतामा एउटा संयुक्त वाम मोर्चा भनेर पनि त्यहाँ गठन भयो। अनि त्यही सँगै भएर डेमोक्रेसी चाहिँ 46 सालमा आयो। त्यसपछि कन्टिन्यू स्टडी पनि तपाईँको डेमोक्रेसीका लागि लाग्ने पनि दुइटै काम सँगसँगै भयो। नेपाली कङ्ग्रेसको सचिवको, कार्यालय सचिवको रूपमा चाहिँ कहिलेदेखि? म 2000 जब किसनजी चाहिँ कार्यवाहक सभापति हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसको। अनि डेमोक्रेसी आइसकेपछि सुरुमा यो बागबजारमा जमलमा अफिस थियो। अनि म त्यहीँदेखि नै जब डेमोक्रेसी आयो अनि किसनजीले सँगै काम गरौँ भन्नुभयो, त्यो सरेर यहाँ बागबजार पद्मकन्या क्याम्पसनिर आयो। अनि म त्यहाँ पनि थिएँ। त्यहाँदेखि त्यसपछि त्यो अब सानो ठाउँ भएको हुनाले महाराजगञ्ज, त्यो अहिलेको पुल, कति ठाउँमा नेपाली कङ्ग्रेसको अफिस छ, अहिले ललितपुर पुग्यो। अनि त्यति बेलादेखि नै म केन्द्रीय कार्यालयमा म किसनजीसँगै काम गरेँ र किसनजीले ल अब यो पार्टी कार्यालयमा चाहिँ त्यो हेरिदेऊ भन्नुभयो। त्यति बेला हामी चाहिँ त्यो गणेश मान्छेको घरमा चन्द्रशेखर आउँदाखेरि त्यो हामीले अलिकति एक्स्ट्रा अर्डिनरी हामीले आफ्नो चाहिँ देखाएका पनि थियौँ, काम पनि गऱ्यौँ। त्यसपछि किसनजीले ए बाबु ल हामी सँगै काम गरौँ, डेमोक्रेसी आयो भन्नुभयो। अनि हामी किसनजीसँग सँगै केन्द्रीय कार्यालयमा म सचिव भएर झन्डै 58सम्म, पार्टी स्प्लिट नहुने बेलासम्म म त्यहाँ बसेँ। 15 वर्ष? हजुर। 2058 सालसम्म हजुर म केन्द्रीय कार्यालयमा सचिव भएँ। त्यो बिचमा अब त्यहाँ पनि सेक्टर हुन्थ्यो, जस्तो त्यहाँ पर्टिकुलरली प्रचार विभाग भन्ने थियो। अनि प्रचार विभागमा कहिले चाहिँ त्यसको प्रमुख महेश आचार्य हुनुभयो, कहिले अर्जुन नरसिंह हुनुभयो, कहिले नरहरि आचार्य पनि हुनुभयो, त्यसपछि विजय गच्छदार हुनुभयो। र उहाँहरूसँगै म पनि त्यो सदस्य सचिव भएर पनि मैले त्यहाँ काम गरेँ। त्यो
3-4 टाइम भनौँ ऋषि नेताहरूसँग काम गरेको नजिकबाट होइन हजुर, एकदमै त्यो अनुभव चाहिँ छ। छ। अब कहाँबाट गरौँ भन्दाखेरि मलाई चाहिँ अलिकति यो उहाँहरूसँग के अनि पछि हामी फेरि हाम्रो यता अमेरिकाको कुराहरू होइन विश्वको कुराहरू पछाडि गरौँला। अलिकति यो नेताजीहरूसँग काम गर्दाको कुरामा छ नि कृष्णप्रसाद भट्टराईज्यूलाई सम्झिँदाखेरि चाहिँ कसरी सम्झिनुहुन्छ? किसिनजी एकदमै इजिएसएस हल्का मान्छे। अनि किसिनजीको एउटा स्वभाव चाहिँ म अहिले पनि सम्झिन्छु, सबैलाई नामले बोलाउने, सम्झिने नाम। र उहाँले चाहिँ धेरै कुराहरू चाहिँ मजाकमा उडाउने। र अब कसैलाई चाहिँ केही भन्नु पर्यो भने एउटा चाहिँ कुनै जिल्लाबाट एउटा चाहिँ आउनुभयो, त्यति बेला अब पार्टीमा भर्खर अलिअलि विवाद पनि हुन सुरु भएको थियो, जिल्लाहरूमा स्वाभाविक हुन्थ्यो। जिल्लाको ठुलो नेता आएर चाहिँ धेरै अब आफूलाई चाहिँ अलिकति एग्रेसिभली चाहिँ प्रस्तुत गर्नुभयो। अनि किसनजीले चाहिँ अब उहाँलाई केही भन्नु सुनिराख्नुभयो। अनि उहाँको पछाडि थुप्रै मान्छे 10-20 जना लिएर पनि आउनु भएको थियो। उहाँको नाम श्यामबहादुर थियो सपोज, तर उहाँले चाहिँ अब पुग्यो हरिकृष्ण भनेर भन्नुभयो। अनि भनेपछि अब त्यो उहाँको पछाडि आएका मान्छेले अहिलेसम्म किसनजीले यसलाई चिन्दो रहन्छ, अब यो ठुलो नेता, जिल्लाको ठुलो नेता भनेर। किसनजीको त्यो स्वभाव हुन्छ नि केही नभन्ने, अनि उसलाई कहाँ कसरी ट्रिट गर्नु पर्यो भने चाहिँ नि त्यसरी ट्रिट गर्दैन, साइड लाउनु पर्यो भने। जस्तो अब उसको अरू उहाँसँग आएको कार्यकर्ताहरूले मैले किसनजीलाई यो भन्छु, थर्काउँछु, या गर्छु, यो कुराहरू स्थापित गर्छु, मेरो एजेन्डा भन्दै आएको थियो होला, आएको छ, राम्रो सम्बन्ध छ बनाएको छ। तर किसनजीले चाहिँ उसको नाम श्यामबहादुर भनेर बोलाउनु पर्ने हरि भनेर बोलाइदिनु भयो। अनि नाम त थाहा रहेनछ, सम्बन्ध कहाँबाट हुन। उहाँको एउटा चाहिँ त्यस्तो स्वभाव। अनि अर्को चाहिँ उहाँले चाहिँ धेरै कुराहरू चाहिँ अब सिरियस चाहिँ नलिने। र उहाँको चाहिँ एकदम लाइफ पनि हामीले देख्यौँ, एकदम इजी लाइफ। त्यहाँ भान्जाको घरमा बस्नुहुन्थ्यो, कुपनडोल बसाइ पनि। त्यसपछि कार्यालयमा आइसकेपछि नि उहाँलाई चाहिँ अब हुन्छ नि धेरै दिमागमा चाहिँ बरु गिरिजाबाबु चाहिँ दिमागमा राखेर टेन्सन लिएर हिँड्ने, उहाँले चाहिँ त्यस्तो इजी। म चाहिँ उहाँलाई चाहिँ एकदम इजी, गहन चिन्तक, इजी र चाहिँ एकदम शाब्दिक खालको, सादा के भन्छ सन्त खालको चाहिँ हुन्छ नि। उहाँलाई कुनै विलासीका सामान चाहिँ त्यस्तो चाहेन, मतलब थिएन। तर उहाँलाई चाहिँ ड्रिङ्क्स चाहिँ गर्नुपर्ने। ए बाबु यो विदेशी हो भन्नुहुन्थ्यो उहाँले चाहिँ ड्रिङ्क्स गर्दाखेरि। अब त्यो सकभर चाहिँ बाहिरको इम्पोर्टेड भइदियो हुँदो भन्ने उहाँको थियो क्वालिटी गर्ने। अनि त्यसपछि उहाँलाई चाहिँ अरू केही छैन, यो उहाँले सुरुमा सुरु गर्ने यो विदेशी हो भन्दै सुरु गर्नुहुन्थ्यो। उहाँ चाहिँ मलाई एकदम मनपर्ने नेता किसिनजी अब अहिले हुनुहुन्न। उहाँको सोखहरू पान भयो, अन्त पछि खानुहुन्थेन, चुरोट खानुहुन्थेन, पान। त्यसपछि उहाँले चाहिँ त्यो पानी पनि भर्खर अब त्यो नेपालमा पहिला सुरु थिएन नि त मिनरल वाटर खाने। भर्खर त्यो बिस्लेरी भन्ने अहिले मैले देखिनँ, त्यो ब्रान्डको पानी थियो। अनि त्यो ब्रान्ड बाहेक अर्को पानी चाहिँ खानुहुन्थेन उहाँले। दिनमा 1-2 बोतल त्यो पानी। अनि लक्ष्मी दिदीको उतापट्टि एउटा पान पसल थियो, त्यहाँ पान पसलमा पान खाने। लक्ष्मी दिदी कहाँ गएर हरेक शनिबार बिहान चाहिँ गएर चिया चिउरा भटभर के हुन्छ त्यहाँको ब्रेकफास्ट खाने, गफ गर्ने। अनि कुपनडोल जाने। अनि बानेश्वरमा त्यहाँ राजेन्द्र खरेलको घरमा चाहिँ पार्टी अफिस थियो, त्यहाँ आएर चाहिँ बस्ने। अब एकदम थियो उहाँको चाहिँ एकदम प्लान थियो। उहाँले चाहिँ त्यो स्केड्युल आफ्नो चाहिँ, र उहाँ आफै लेख्नुहुन्थ्यो सबै। उहाँको डायरी पनि सबै चिज आफै लेख्ने। उहाँको इङ्ग्लिस अत्यन्त राम्रो, अङ्ग्रेजीमै लेख्नुहुन्थ्यो, प्रायः सबै अङ्ग्रेजीमा लेख्नुहुन्थ्यो। उहाँको अङ्ग्रेजीमा लेखेको डायरीहरू किन पब्लिस भएन? जस्तो अब होइन बिपी कोइरालाको जेल जर्नल जस्तै गरेर त्यस्तो गरेर कुनै उहाँको डायरीहरू पब्लिस गर्न सकिन्थ्यो होला। अब त्यो चाहिँ उहाँको चाहिँ छ एभ्रिडे उहाँले चाहिँ जर्नल एभ्रिडे लेख्नुहुन्थ्यो। अनि उहाँले प्रायः इङ्ग्लिसमा लेख्नुहुन्थ्यो। यत्रो ठुल्ठुलो उहाँको चाहिँ त्यो डायरीहरू चाहिँ थियो। अब पछि त्यो खोइ कहाँ गयो, अब कसैले इनिसिएटिभ पनि लिएन, किन लिएन, अब हामी पनि बाहिर भयो। महत्त्वपूर्ण कुराहरू थियो होला। अब त्यो चाहिँ हाम्रो विनोद भट्टराई उहाँको भतिजा पनि हुनुहुन्थ्यो, उहाँहरूले चाहिँ त्यो लिएको भए हुन्थ्यो होला होइन। उहाँले नि किन नभए अरू अब त्यो उहाँको नाममा फाउन्डेसन पनि बन्यो, बोडेमा त्यहाँ बिल्डिङ पनि बन्यो। त्यो फाउन्डेसनले गरेको भए नि हुन्थ्यो, त्यो प्रतिष्ठान फाउन्डेसन वाटेभर के छ उहाँले गरेको भए नि हुन्थ्यो। जस्तो बरु गिरिजाबाबु चाहिँ कम लेख्ने, तर किसनजी चाहिँ सबै लेख्ने। उहाँको चाहिँ हरेक
त्यो भरे त्यो फुल भइसकेपछि अर्को डायरी हुन्थ्यो त्यो कहाँ छ थाहा छैन अहिले किसिमको त्यो चाहिँ कहीँ मिसप्लेस भयो कि के त्यो खोजी गर्न पाए पनि हुन्थ्यो जस्तो खोजी गर्नु भए त एकदम राम्रै हुन्थ्यो अब कस्तो लोभ लाग्यो क्या त्यो सुन्दाखेरि नि डायरीमा त कस्तो महत्त्वपूर्ण कुराहरू हुन्छ नि त अनि गिरिजाप्रसाद कोइराला गिरिजाप्रसाद कोइराला एकदम सङ्गठन गर्ने मान्छे र दुब्लो पातलो त्यति बेला हजुरले त्यो फोटो पनि हेर्नु सक्नुहुन्छ पहिला देखेको थाहा छ अनि अब किसिनजी चाहिँ काठमाडौँदेखि बाहिर एकदम रियरली जाने अब गिरिजाबाबु चाहिँ बाहिर डुलेको डुले गर्ने त्यति बेला बाहिर जान मन पराउने महामन्त्री पनि हुनुहुन्थ्यो हजुर अनि अब सङ्गठन चाहिँ गिरिजाबाबुले चाहिँ बाहिर राम्रो सङ्गठन गर्नुभएको थियो अब किसिनजी चाहिँ उमेरले पनि पाएको बिपीसँग पनि काम गरेको अब एकपटक प्राइम मिनिस्टर नि भइहाले सभापति नि भइहाले अब के का लागि गर्ने ठिकै छ नि यहीँ बसेर हुन्छ भन्ने किसिनजीको चाहिँ स्वभाव अब गिरिजाबाबु चाहिँ नेक्स्ट प्राइम मिनिस्टर नै हुनु पऱ्यो सभापति नै हुनु पऱ्यो नदौडेसम्म जिल्ला नभएसम्म त सभापति बनिँदैन आफै खट्ने र अब पछिल्ला दिनहरूमा निहाल्ने देख्नुभयो माओवादीको समस्या समाधानदेखि लिएर अब पछि यो गणतन्त्र ल्याउने कुराहरूदेखि लिएर गिरिजाबाबुको चाहिँ एकदम खट्ने र मान्छेलाई एकदम टच गर्ने र एउटा कुरा बोलिसकेपछि त्यसमा ब्याक नहुने गिरिजाबाबुको चाहिँ त्यस्तो खालको चाहिँ स्वभाव थियो लाइफस्टाइल चाहिँ कस्तो थियो उहाँको लाइफस्टाइल त उहाँको चाहिँ एकदम इजी तर बिहानै तपाईँको एकदम टिपटप बन्नुपर्ने राम्रो भन्नुपर्ने राम्रो बस्नुपर्ने चुरोट चाहिँ पहिला त नन स्मोकर नै हो चेन स्मोकर हो उहाँ चाहिँ पछि चाहिँ अलिक कम गर्दै जानुभयो तर अब उहाँको चाहिँ भनौँ न लाइफ चाहिँ अब अरू नेताहरूको भन्दा अलिक डिफ्रेन्ट थियो उहाँ बिहानै हम त किसिनजी पनि चाँडै उठ्नुहुन्थ्यो उहाँ पनि चाँडो उठ्ने किसिनजी नि एकदम टिपटप बसेर अब बस्ने त्योभन्दा इन्फर्मल तरिकाले बस्ने उहाँको घरमा बस्दा रुममा बस्दा तर गिरिजाबाबु चाहिँ सुट टाइट नलाउने सुट दौरा सुरुवाल उहाँ चाहिँ 5 बजेतिर रेडी भएर बाहिर आउने उहाँको स्वभाव चाहिँ त्यस्तो थियो भने घरमा भेट्न जाँदाखेरि पनि इन्फर्मल भेटेन उहाँलाई प्रायः फर्मलै भेट्यो खानामा त्यस्तो सौकहरू त्यस्तो केही थियो उहाँको खानामा त अब उहाँ चाहिँ त्यो 1-2 प्याक ड्रिङ्क्स गर्नुहुन्थ्यो अनि त्यही अब के भन्छ सुपहरू बढी खाने त्यस पछाडि यहाँले त्यो सुशील कोइराला सुशील दाई 3जना पूर्व प्रधानमन्त्रीहरूसँग एकदमै नजिक रहेर काम गर्नुभयो अब सुशील दाई चाहिँ उहाँहरू 2जना भन्दा नि एकदम इजी एसेस झनै सजिलो र उहाँमा अरू कुनै त्यस्तो हुन्छ नि अब म भोलि यस्तो गरौँला उस्तो गरौँला भन्ने खालको चाहिँ अरू भौतिकतामा चाहिँ उहाँ चाहिँ कहिले पनि रहनु भएन अब विशेष गरी सुशील दाई चाहिँ एभ्री इयर चाहिँ युएस उहाँ ट्रिटमेन्ट अथवा तपाईँको न्युयोर्कमा जानुहुन्थ्यो अनि उहाँ गइसकेपछि प्राय हामीसँगै उहाँ हस्पिटलमा कति बस्ने ट्रिटमेन्टको लागि नभए अनि हामीसँगै हुन्थ्यो अनि उहाँ चाहिँ बडो एकदम रमाइलो खालको र खानामा पनि तपाईँको चाहिँ उहाँ चाहिँ अरू त्यस्तो नगर्ने 1 गिलास बियर उहाँले अनि त्यसपछि अब त्यहाँ त अब कस्तो भने कोही साथीभाइहरूले खाना बोलायो भने पनि उहाँ चाहिँ ल जाउँ फलानुले बोलाएको छ जाउँ भन्ने डिनर लिने अथवा लन्च अनि अब उहाँ चाहिँ प्राय हाम्रो एम्बेसडर साहब मधुरमण आचार्य हुनुहुन्थ्यो त्यति बेला थुप्रो समय उहाँ बस्नुभयो उहाँकै रेसिडेन्समा चाहिँ प्राय त्यहाँ बस्नुभयो प्राइम मिनिस्टर भएर जाँदा बाहेक अरू टाइम चाहिँ अब हामी कहाँ कहिलेकाहीँ आएर बस्ने भन्ने छुट्टै छ तर उहाँको बस्नेकै लागि उहाँ एउटा छुट्टै रुम थियो एम्बेसडर साहबकोमा उहाँ बस्ने अनि उहाँलाई पुर्याउन जाँदा अब रातिको 12-1-2 बजे छ टाइम स्क्वायर राउन्ड लाउनु भन्ने टाइम स्क्वायरमा चाहिँ राउन्ड लाएपछि अब त्यो बुढो मान्छे त्यो आउँछ नि हजुर टाइम स्क्वायर त जानुभएको छ अनि त्यो बाटोमा चाहिँ थाम्नु भन्ने त्यो ड्राइभ गरेर कसरी त्यहाँ रोक्न सकिन्छ अनि अब उहाँलाई अनि सर र 1 राउन्ड लाग्यो होइन फेरि जाम भन्ने अनि माथि सेन्ट्रल पार्कबाट तल झारेर तपाईँको चाहिँ टाइम स्क्वायरबाट राइट गरेर यतै पनि माथि लिएर गएपछि त्यहाँ अब पुग्यो भनेर अनि कहिले 2 बजे कहिले 3 बजे कहिले 12 बजे उहाँलाई अनि हामी त्यहाँ छोडिदिन्थ्यौँ त्यसपछि भन्नुहुन्थ्यो एकदम इजी मान्छे अब जसले बोलायो नि जाने अब उहाँलाई चाहिँ उहाँको अर्को अनौठो के हुन्थ्यो भने अब यहाँबाट फोन लानुहुन्थ्यो सिम त उहाँको चल्ने अनि पार्टी सभापति भएर जानुभयो कार्यवाहक सभापति भएर जानुभयो महामन्त्री भएर जानुभयो
अनि तपाईँको सिम हामीले त्यहाँको फोन राखिदिउँ, प्रायः मैले नै सिम किनेर राखिदिन्थेँ। अनि त्यसपछि फोन आउँदैन थियो, यो के भयो हेर्नु त मेरो फोन अहिलेसम्म कसैको फोन आएन। उहाँलाई चाहिँ त्यो कि फोन आइदियोस् गफ गरौँ भन्ने खालको चाहिँ उहाँको पर्सनल त्यो थियो। किन आएन, कसैले किन गरेन, कोही के भयो, हेर्नुहोस् तपाईँ गर्नुहोस् त यो फोन आउँछ कि आउँदैन। सुशीललाई ठिक छ फोन कसैले नगरेर एकछिनपछि गर्लान् भनेर उहाँ चाहिँ त्यो खालको मान्छे चाहिँ। खानामा पनि खास चाहिँ उहाँले प्रायः सालमन खानुहुन्थ्यो। त्यो पछिल्लो टाइम चाहिँ नेकको क्यान्सर भएर नि जानुभयो। अनि त्यो मेमोरियल सोलन क्यारिङ हस्पिटलमा लगभग भनौँ न उहाँ एडमिट नै भएर काम गर्नु बस्नुभयो। अनि त्यो उहाँलाई निको भइसकेपछि एम्बेसडरकै रेसिडेन्समा बस्नुभयो। अनि उहाँलाई चाहिँ सबभन्दा मनपर्ने चाहिँ अब फ्रेन्च फ्राइज छँदैछ अनि चिकन नगेट्स, त्यसको अलावा चाहिँ सालमन। त्यो सालमन चाहिँ फेरि उहाँले के गर्नुहुन्थ्यो भने त्यहाँ मृदुला कोइराला पनि हुनुहुन्थ्यो दिदी त्यति बेला बस्नुहुन्थ्यो। अनि मेरो वाइफ रेनु सुवेदी उसले चाहिँ सालमन चाहिँ राम्रोसित बेक गरेर बनाउने। अनि हरेक दिन चाहिँ उहाँले के खाने दाइ डिनर भनेको प्रायः त्यो एम्बेसडर साहब कहाँ खानु हुँदैन थियो कि हामीले बाहिर लिएर जान्थ्यौँ कि चाहिँ घरबाट हामीले अब उहाँलाई चाहिँ अलि अर्कै खालको अनि सालमन खाने भन्नुहुन्थ्यो। अनि सालमन खाँदा मेरो एउटा छोरी पनि छ, हामी सबै जान्थ्यौँ त्यहाँ, दाइ खानुहुन्थ्यो, गफसफ गऱ्यो अनि फर्क्यो। त्यसरी चाहिँ राम्रो मेमोरीहरू है। हजुर त्यही त सुनेको थिएँ मैले पनि, एकदम साधारण अनि बोलाउँदाखेरि पनि जाने मान्छेहरूसँगको त्यो भेटघाट पनि होइन। उहाँको अकस्मातै मृत्यु पनि भयो होइन, अब त्यो सोचेकै थिएन नि त। त्यही त त्यो चाहिँ एकदम अब पार्टीभित्रको अलिकति इन्टरनल कुराहरू पनि थियो। अब शेरबहादुर दाइ र उहाँको अलिकति डिफ्रेन्सेस पनि थियो, चलिरहेको थियो। अनि त्यही दिन मैले चाहिँ उहाँलाई फोन गरेको थिएँ। त्यसै दिन अनि फोन गरेको होइन, ठिकै छ अब पार्टीको अलिकति केही इन्टरनल कुरा नि गर्नुभयो। त्यहाँ यो राष्ट्रिय सभागृह हो कि एकाडेमी हल कहाँ थियो, कार्यक्रम थियो, त्यहाँ चाहिँ शेरबहादुर दाईहरू गएको हामीले देख्यौँ। र म आफैले दाइ तपाईँ त्यहाँ किन जानु भएन भनेर फोन गरेको होइन, म अलिअलि बेसन्चो पनि छ, अब त्यहाँ के यताउति भनेर उहाँले अलिकति पर्सनल, मैले त्यो कुरा नभनौँ यहाँ, पर्सनल कुरा पनि भन्नुभयो। अनि तपाईँ जाँदा राम्रो हुन्थ्यो दाइ भनेर भनेपछि अब केही कुराहरू उहाँले भन्नुभयो, मलाई जानु मन लागेन, गइनँ भन्नुभयो। त्यसपछि हाम्रो त्यहाँ रातिको समय भएको थियो। अनि रातिको समयमा मलाई चाहिँ हाम्रो महेन्द्र मरासैनी जो पहिला गिरिराज भोगानी बस्नु भएको थियो, उहाँले चाहिँ रुँदै पुलिसमा हुनुहुन्थ्यो अन्तिममा। अनि चाहिँ सुशील दाईसँग पनि उहाँ जोडिनु भएको थियो। अनि रिटायर पनि हुनुभयो, रिटायर नै हुनुभयो, क्यारे पोखरातिर कता हुनुहुन्थ्यो, रिटायर पनि हुनुभयो। अनि उहाँले चाहिँ विष्णु सर सुशील दाईको यस्तो भयो भन्दै रुँदै फोन गर्नुभयो। अनि अब मलाई त त्यो अनएक्सपेक्टेड 4-5 घन्टा अगाडि कुरा भएको छ। अनि एकदम तपाईँ ठिक छ नि दाइ भनेको, ठिक छ भन्नुभयो। अनि त्यसको भनौँ न 4-5 घन्टा पछि चाहिँ त्यो खबर जाँदा अब म पनि घरमा चाहिँ म र छोरी थियौँ। अनि अब मेरो वाइफको मेरो नर्स उनीहरू नाइट ड्युटी थियो। अनि अब मलाई चाहिँ त्यो फोन राखेँ, एकैताली रुन आयो कि। अनि उसले चाहिँ अब फेरि सुशील दाईको एउटा फनी बानी के थियो भने त मेरो घर गयो, अब मेरो त उहाँले त भाउजू भन्ने होइन नि त, भाउजू भन्ने, मेरो वाइफलाई भाउजू भन्नुहुन्छ। कस्तो दाइ कहाँ भाउजू भन्ने, तपाईँले बहिनी भन्नुहोस् भन्नु, अनि भाउजू भन्नु, अनि छोरीलाई बहिनी भन्ने होइन। अनि उसले चाहिँ सुशील अङ्कलको यस्तो यस्तो भयो भनेर चाहिँ रेनुलाई मेरो वाइफलाई पनि फोन गरेर भने। अनि मैले अमेरिकादेखि सबैतिर मलाई फोन गरेँ। अनि मैले उहाँको भान्जी बुहारी पनि त्यही हुन्थ्यो त्यति बेला, प्रभा शर्मा, उहाँको पनि स्वर्गीय भयो बिचरा। अनि उहाँहरूलाई चाहिँ यस्तो भयो भनेर मैले फर्स्ट कल उहाँको भान्जीलाई फोन गरेँ। अनि त्यसपछि त सबैतिर थाहा भयो। अनि सबैले मलाई राति त्यो रात हामी सुत्तिएन। अनि अब त्यो मेरो छोरीले चाहिँ त्यो अनलाइनमा देखाएको हेरेर रहेछ, यहाँ सिरकमा के रातो लागेको, यहाँ चाहिँ रातो लाग्यो के भन्थ्यो। अब त्यो चाहिँ अब कि चाहिँ उहाँलाई नै जानुहोस् कि चाहिँ भगवान् जानुहोस्, अब त्यहाँ हामीले देखाएको छैन होइन। तर त्यो इजी डेथ होइन जस्तो देखिन्छ चाहिँ। 81 कसरी भयो, 81 कसरी भयो भने फेरि कहिले 81 नै हो, कसरी जसरी सम्झ्यो त्यसै गरी के हो होइन, त्यो खालको अब धेरै एउटा अनएक्सपेक्टेडै भयो। जस्तो अब जतिहरूको भनेपछि यहाँले शेरबहादुर देउवासँग चाहिँ काम
अब यो कस्तो भने दुर्भाग्यवश अब शेरबहादुर दाइसित म चाहिँ गृहमन्त्री हुनुहुन्थ्यो उहाँ हजुर त्यति बेला अलिकति चाहिँ नजिक भएँ उम्, अनि पछि चाहिँ भनेपछि पहिलोपल्ट उहाँ गृहमन्त्री गृहमन्त्री हुँदाखेरि अनि पछि चाहिँ अब पार्टी फुटेपछि त्यति बेलासम्म सामान्य थियो तर एकदम इन्टिमेन्सी चाहिँ भएन अनि पार्टी फुटेर फेरि जोइन भइसकेपछि तपाईँको इन्टिमेन्सी चाहिँ भयो मेरो नामले चिन्ने सबै चिन्ने बोलाउने गर्नुहुन्छ तर अब मैले चाहिँ म फेरि उहाँको र मेरो घर पनि तपाईँको हार्डली 2 मिनटको वाकिङ हो बुढानीलकण्ठ अहिले म त्यही बस्छु अहिले अनि त्यसपछि मैले उहाँलाई घरमै गएर सुशील दाई त बितिहाल्नुभयो सुशील दाई बितेपछि रामचन्द्र दाई देखिनुभयो यो अर्को ग्रुपको एउटा ग्रुपको शेरबहादुर दाई नै हुनुभयो अनि म अमेरिकाबाट प्रतिनिधि भएर आएको थिएँ र हिँड्दै गएँ महाधिवेशन प्रतिनिधि हिँड्दै गएँ हिँड्दा 2 मिनट किन गाडी लिएर जाने अनि मलाई भेट पनि दिनुभयो अनि मैले चाहिँ दाई तपाईँलाई मैले सहयोग गर्न सक्दिनँ म चाहिँ एउटा कोइरालाहरूको एउटा लिगेसी पनि छ अब रामचन्द्र दाईलाई म गर्नु सहयोग गर्नुपर्छ चाहिँ सहयोग गर्न आएको भनेर भनेपछि उहाँले चाहिँ डाइरेक्ट भनेपछि उहाँले मलाई चाहिँ के भन्नुभयो मेरो लाइफमा घरमा आएर मैले यत्रो वर्ष राजनीति गरेँ तिमी नै एउटा मान्छे हो कि म सहयोग गर्न सक्दिनँ भनेर भन्नुभयो तर रिसाउनु भएन मलाई चिया पनि खुवाउनुभयो गफसफ भयो सबै कुराहरू सोध्नुभयो होइन त्यो त तपाईँको विचार तपाईँ भन्नुभयो त्यति बेला तपाईँको विचार भन्नुभयो तर म घरै गएर मैले सरी टु से द्याट दाइ म चाहिँ तपाईँलाई सहयोग गर्न सक्दिनँ म रामचन्द्रलाई गर्छु दाइ भनेर रामचन्द्र दाईलाई गर्छु भनेर अनि त्यहाँबाट निस्केको उहाँ चाहिँ एकदम अब काम गर्नेमा चाहिँ टक्कै गिर्जाबु स्टाइलको मान्छे तर त्यहाँ अलिकति केही व्यक्तिहरू थिए मैले अब नाम लिँदा हुने हो नलिँदा हुने हो उहाँ चाहिँ पछि चाहिँ अलि ऊ पनि भयो घेरामा पर्यो अनि अब पर्नुभयो त्यसपछि गर्दा गर्दै अब हजुरलाई सबै सिचुएसन थाहा छैन चाहिँ नेपालको के भयो कस्तो भयो अब त्यति बेलाको कुरा होइन अब अहिले आएर हामी अगाडि नै गऱ्यौँ यही सकेर अनि हामी फेरि ब्याक जाउँला मेमोरीमा किनभने त्यति बेला अब काङ्ग्रेसको फ्याक्सन हुँदाखेरि पनि होइन दुईवटा काङ्ग्रेस हुँदाखेरि पनि प्रजातान्त्रिक र नेपाली काङ्ग्रेस हुँदाखेरि पनि यहाँ त त्यही नेपाली काङ्ग्रेसमै है त त्यही नै अब हुनु न साक्षी अब धेरैजना साक्षीहरूमध्ये अब यहाँ चाहिँ झन् भित्रैदेखि कामसाम गरिरहेको त्यहीँभित्र गरिरहेको व्यक्ति अब अहिले पनि करिब हुन्छ नि महाधिवेशन विशेष महाधिवेशन हुँदाखेरि अब यहाँ भोट हाल्नलाई नै अमेरिकाबाट भोट हाल्नैको लागि आउनुभयो नि त गगन थापालाई समर्थन अब म चाहिँ कस्तो भने हजुरको अब आदरणीय शेरबहादुर दाईको नेतृत्व जस्तो उहाँले चाहिँ एकपटक सभापति भइसकेपछि उहाँले चाहिँ त्यो छोडिदिनु पर्थ्यो अब म हजुरलाई एउटा अलिकति अर्को कुरा पनि थपेँ मैले त्यहाँ शशाङ्क कोइराला महामन्त्री हुनुहुन्थ्यो म उहाँसित एकदम नजिकबाटै काम गरेको र मैले यो भर्खर इलेक्सन गरेर उहाँले बालुवाटार शेरबहादुर दाइले बालुवाटार छोड्ने बेलामा म अमेरिकाबाट त्यति बेला आएको थिएँ यो मार्च फेब्रुअरीको कुरा होला यो चाहिँ हजुरको 2017 अनि त्यसपछि मैले सोधेँ म फेरि डाइरेक्ट कुरा गर्छु हजुर जोसँग गर्ने डाइरेक्ट गर्ने आफ्नो कुरा भन्ने उहाँले कसरी लिन्छ त्यो चाहिँ उहाँको कुरा भयो अनि दाइ अब तपाईँ चाहिँ अब त नउठ्दा पनि होला के सोच्नु भएको छ कसरी जाने सोच्नु भएको छ भनेपछि उहाँले मलाई के भन्नुभयो भने अब यो अरू कोही चाहिँ छैन यो बिपीको छोरो शशाङ्क छ अब मैले छोडेँ उसैलाई छोड्छु भन्नुभयो शेरबहादुर दाइले म अर्को पटक उठ्दिनँ छोड्छु भन्नुभयो त्यति बेला महामन्त्री हुनुहुन्थ्यो अनि त्यति बेलै फेरि अब भाउजूसँग नि टाटा आजु भाउजूसित नि मेरो भेट भयो अनि उहाँले मलाई पर्सनली पनि चिन्ने मैले पनि चिन्ने अनि मैले तपाईँको चाहिँ म तल आएको छु भाउजू दाइलाई भेटिसकेँ भनेपछि उहाँ चाहिँ त्यो बिचरा एकदम देशमै आउनुभयो कुनै इन्फर्मली आउनुभयो अनि तपाईँको अराउन्ड 25 मिनट जति हामी गफ गऱ्यौँ अनि सबै देशको विदेशको यहाँको राजनीतिको पनि कुरा गरेपछि उहाँले नि मलाई अनेस्टली के भन्नुभयो भने भिन्जी अब यो शशाङ्क डाक्टर साहब उठ्नुभयो भने दाइ दोहोऱ्याउनुहुन्न उहाँ नउठे दाइ दोहोऱ्याउने कुरा छ भन्नुभयो अब भने मतलब उहाँलाई नि त्यति धेरै पद त चाहिदिन्थ्यो होला तर त्यहाँ एउटा मैले अगाडि भनिसकेँ अब उहाँलाई चाहिँ देखाएर अरूले चाहिँ त्यहाँ फाइदा लिने खालको त्यस्तो चाहिँ थियो रहेछ त्यो भएर उहाँले त्यसलाई कन्टिन्यू गर्दै जानुभयो फेरि लड्नुभयो अब त्योमा कस्तो हुन्छ भने हजुरको एकपटक मान्छे शिखरमा पुगिसकेपछि
त्यो टपमा यहाँ पुगिसक्यो भने त अब यहाँ माथि जाने ठाउँ त छैन नि त। छैन। अब स्लोली तलै जाने हो। अब उहाँले त्यो विचार गर्नुभएको भए हुन्थ्यो। अब बिचरा अहिले यो भनौँ न विषम परिस्थिति तरिकाले चाहिँ त्यो सभापतिको पद चाहिँ छोड्नु पर्यो। हो, किन उहाँको एक्जिट एकदम डिग्निफाइड हुन सक्थ्यो एकदम होइन? मलाई पनि लागेको कस्तो भन्दाखेरि जब महाधिवेशन त हुने नै भयो नि त, भइ नै सकेपछि आएर उहाँले मजाले सम्बोधन गरेर, किन उहाँहरूले सबै बढी बढाउ त गर्दैकै थियो नि त होइन? अनि त्यस्तो चाहिँ इट कुड बी बेटर जस्तो चाहिँ फेरि लाग्यो। उहाँलाई धेरै त्यो राम्रो थाहा हुन्थ्यो पनि नि। थियो होइन। अब तपाईँको सुरुमा 54 पोइन्ट समथिङले सही पनि गरेका थिए। त्यहाँ चाहिँ अब उहाँलाई चाहिँ भन्नेले के भनिदिए होलान् भने होइन यो फेक हो, अब यो यस्तो उस्तो भनेर चाहिँ उहाँलाई लगाइदियो होला, सबै कुरा उहाँले उ गर्न सक्नु भएन। अब फेरि अब मैले के भने नेताहरूलाई पनि मैले देख्छु, जस्तो आएछ त्यति बेला तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा, उहाँको घरमा तपाईँको 50 देखि 300 जना मान्छेले भेट्थ्यो होला दिनमा। त्यो दिनमा भेट्ने मान्छे 100% मान्छेले केही न केही स्वार्थ लिएर गएको छ। कसैको सरुवा, कसैको बडुवा, कसैको त्यो होटलमा बसेको मेरो यति बिल भयो यति दिनु न होइन, वाटेभर सबै अब मल्टिपल त्यो। अनि त्यसपछि उहाँलाई चाहिँ उहाँ दाइ के भन्दा खुसी हुनुहुन्छ, उहाँको फेस रिड गर्ने, के भन्दा खुसी हुन्छ त्यही भनिदिने। हाम्रो बिग्रेकै त्यही हो क्या हाम्रो नेता। अनि अब कसैले त्यहाँ गएर अब दाइ सिचुएसन यो छ ऊ छ भनेर नभनिदिने भनेपछि उहाँलाई के लाग्छ भने दिनको 300 मान्छे मैले भेटेको छु, सबै मान्छेले राम्रो भनेको छ भने त मैले नराम्रो त के गरेछु र। अब एउटा उखान पनि छ नि, पहिला चाहिँ राजा वीरेन्द्रकै पालामा कहिले कहाँ जानुभएको अरे सवारीमा, तपाईँले दुध र भात पनि खानु पाउनु भएको छैन भन्दै कुन गाउँमा गएर भनेको भनेर हामी सानो हुँदा सुन्थ्यौँ। अहिले ठक्कै नेताहरू जस्तो उहाँलाई मात्रै नभनौँ, केपी ओली त्यही हो, प्रचण्डजी त्यही हो, अब अरू नेताहरूको पनि त्यो बार भयो। अब तपाईँको 50 देखि 300 जना मान्छेले दिनमा भेट्छ, त्यो भेट्दा के भयो, अब उसलाई के लिनु छ आफ्नो इन्ट्रेस्ट अनुसारको कुरा गर्छ र उहाँ के भन्दा खुसी हुन्छ, आफ्नो माग छ अनि के भन्दा, कसको भए छोराको बारेमा भन्दा खुसी हुने हो कि श्रीमतीको बारेमा भन्दा खुसी हुने हो कि टिमको बारेमा गुटको बारेमा भन्दा खुसी हुने हो कि त्यो। त्यसले गर्दा चाहिँ अब नेता बिग्रेपछि देश बिग्रियो। अब अहिले त तपाईँको यो मल्टी पार्टी सिस्टममा पार्टीले देश बनाउने हो, पार्टीले डेभलप गर्ने हो। त पार्टीका नेताहरूले नै गर्न नसकेपछि त अब हजुरको देश भनौँ न अगाडि चाहिँ जानलाई यसपल्ट त्यति गरिकन एउटा सेफ ल्यान्डिङ मैले देखाएको चाहिँ कस्तो भन्दाखेरि, अब यहाँले त भोग्नु नै भयो, त्यहाँ सबै गर्नु नै भयो, म पनि गएको थिएँ होइन हेर्नलाई। अनि अब हेट स्पिचहरू प्रयोग भएन होइन। गगन थापा, विश्वप्रकाश शर्माहरूले एउटा गरेको एकदमै राम्रो कुरा लागेको कि नेताहरूलाई रेस्पेक्ट गरेर बोल्नुभयो उहाँहरूले होइन। अनि त्यो खालको इन्भाइरोमेन्ट, त्यो खालको माहौल बनिसकेको थियो। अब मलाई लागेको चाहिँ कस्तो थियो भने त्यस्तो ठाउँमा होइन, अनि डाक्टर शेखर कोइराला, शेरबहादुर देउवा जस्तो उहाँहरू दुवैजना नेताहरू आएर होइन, प्लस अरू नेताहरू पनि जो उहाँहरू पछि नेताहरू पनि टक्क आएर मञ्चमा बसेर ल अब तपाईँहरूले जे गर्नुपर्छ गर्नुहोस्, अब तपाईँहरू धान्न सक्नुहुन्छ पार्टी भन्ने कुरा हामी विश्वास भयो मात्रै भनिदिएको भए त्यहाँ रुवाबासी भएर दाजु अब यो भनेर के माहौल बन्थ्यो होला कि भने जस्तो त्यस्तो खालको। अब तर त्यो चाहिँ हामीले फिल गर्ने, हामीलाई त्यस्तो लाग्ने कुरा मात्रै रहेछ, उहाँहरूलाई चाहिँ त्यस्तो हुँदैन रहेछ। अब हामीलाई जस्तो हामी त्यहाँ अधिकांश मान्छे थियौँ, यो परिस्थिति आउँछ जस्तो हामीले सोचेका थिएनौँ। स्वयं गगनजी र विश्वजीलाई पनि त्यो थिएन। हामीले मैले पर्सनल कुरा गर्दाखेरि पनि दाइहरू आइहाल्नुहुन्छ, यो मिल्ने हो, मिलाउने हो, लिएर जाने हो भन्नेमा उहाँहरूको एकदम इजी थियो। अब हामीलाई पनि के लागेको थियो भने अब यो नेपाल काङ्ग्रेसको इतिहास हेर्दा तपाईँको चाहिँ 51 सालको चुनावपछि गिरिजाबाबु र किसिनजीको जुन टसल देखियो, गणेश मान्छीको घरमा तपाईँको 17-18 दिन मिटिङ पनि भयो। त्यो अन्तिम मिटिङले तपाईँको केही निर्णय गर्छ भनेपछि त्यति बेला केन्द्रीय सदस्य प्रभावशाली नेता हुनुहुन्थ्यो भूविक्रम नेवाङ, उहाँले चाहिँ तपाईँको एकाडेमी हलमा एउटा कार्यकर्ता भेला, अहिलेको जस्तो विशेष महाधिवेशन पनि होइन, भेला भनेर बोलाउनु भयो। अनि त्यसपछि किसिनजी त्यही मिटिङबाटै तपाईँको त्यहाँ गएर किसिनजीले नै सम्बोधन गर्नुभयो र जुन गिरिजाबाबुलाई गर्ने जुन बाहिर आएका कुराहरू उहाँले सबै फिर्ता लिएर र त्यहाँ किसिनजीलाई अपमान पनि भयो। हामी पनि त्यहाँ त्यति बेलाको डिसपोइन्टेड नेताहरू चाहिँ उहाँहरूले त्यति बेला चाहिँ एकाडेमीमा जानुभयो र त्यसपछि सम्बोधन गर्न पनि त्यो जुन गिरिजाबाबुलाई सपोर्ट गर्ने उहाँलाई सपोर्ट होस् भनेर छुट्टै भेला गर्नुभयो देशभरिका मान्छेको। अनि त्यसमा चाहिँ अब त्यो भेलाबाट मलाई लाग्छ त्यति बेला
पार्टी टुक्रिन पनि सक्थ्यो गिरिजाबाबु एकातिर किसिनजी एकातिर हुन सक्थ्यो हजुर तर अब किसिनजी एकदम चतुर मान्छे अब किन बेकार मैले सबै त भइसक्यो किन टुक्राउने यो हारि त सकेँ अब के आएर हुन्छ आफैले त्यही सम्बोधन त। गरिदिनु अनि भयो आफैले आएर सम्बोधन गरिदिएपछि त्यही भएर त्यहाँको सजिलो। मान्छेहरू पनि तपाईँको चाहिँ अब अलि उहाँलाई उहाँहरू त्यहाँ जसले गरेको थियो उहाँहरूलाई पनि अलिक गिल्टी फिल जस्तो देख्यौँ हामीले त्यहाँ त्यसरी बच्यो अब अहिले हामीले ठक्कै त्यही लागेको थियो जस्तो अहिले भनौँ न शेखर अब त्यहाँ शेखर कोइरालाको पनि ठुलो डिमान्ड थियो हेर्नुहोस् होइन यदि शेखर कोइराला त्यहाँ गएको यता शेरबहादुर दाइ नजाने शेखर गएको हो भने शेखर कोइराला सभापति हुनुहुन्थ्यो गगन र विश्व उहाँ ब्याक हुनुहुन्थ्यो होइन हुनुहुन्थ्यो 100% हुनुहुन्थ्यो त्यो बाहिर के र्युमर फैलायो त्यो फैलायो त्यसको केही अर्थ छैन अब उहाँहरूसित कुरा हुँदाखेरि हुनुहुन्थ्यो उहाँ पनि गइदिनु भएन त्यसपछि हामीले एक्सपेक्ट गरेका थियौँ अब सभापतिजी जानुहुन्छ त्यो पनि भएन सभापतिले एलोकेट गरेको कार्यवाहक सभापति उहाँ गएर गर्नुहुन्छ हुँदै अब टाइम सार्दै हजुर कोसिस त भयो 2 दिनको 4 दिन 5 दिन भयो अब 5 दिन भइसकेपछि अब कार्यालयमा स्टिल त्यो दिन पनि तपाईँको चाहिँ भोटिङ भनेर 8 बजेलाई टोकेको थियो हजुर हेर्छु अब 3 बजे मिटिङ बसेर त्यो उहाँहरू 2 जना अनि त्यसपछि फर्मुला मन्सुरलाई चाहिँ कारबाही गर्ने भनेपछि अनि 8 बजे चाहिँ त्यही जोडिएर अब चाहिँ भयो अब आफ्नो हिसाबले जाने भनेर तपाईँको के भन्छ त्यहाँ सर्वसम्मत थुप्रो मान्छेले चाहिँ एप्लिकेसन दिए सदस्यका लागि अरू पोस्टका लागि पनि पछि चाहिँ सबैले विथड्र गरे सर्वसम्मत गगनजीको नेतृत्वमा एउटा कमिटी पनि बन्यो अनि अब पछि चाहिँ फेरि अब त्यता चाहिँ के भने पूर्णदायहरू निर्वाचन आयोगमा 2 पक्ष नै जाने भयो 2 पक्ष नै गए अब गइसकेपछि फेरि निर्वाचन आयोगले इलेक्सन कमिसनले उसको यता गगनजीलाई चाहिँ एउटा फरक खालको फरक खालको चाहिँ भइसकेपछि र कस्तो भयो त भन्दाखेरि अहिले पछिल्लो चरणमा त अब टिकटहरू पनि मिलाएर गरेर अहिले साँच्चीकै एउटा एक किसिमको माहौल चाहिँ कस्तो देखिन्छ भने म कति जिल्लाहरूमा हिँडिरहेको हुन्छु नि होइन पहिला जस्तो तराईकै कुरा गरौँ मधेसमा पनि पहिला बिचमा अब मधेसी दलहरू आयो नि त स्ट्रङ भएर आयो नि त होइन कति नेपाली कङ्ग्रेसको अरू दलको पनि त मान्छेहरू त त्यो दलहरूमा गएको त यही पोलिटिकल पार्टीको मान्छेहरू विभाजित भएर गएको हो नि त अनि कति मान्छेहरू चाहिँ ब्याक भएर फेरि अहिले अब गाछीमै जाने भनेर फेरि ब्याक भएर आइरहेको त्यो खालको सिचुएसन पनि छ लेट्स सी कस्तो हुन्छ होइन अब सरलाई पनि गराउनु जस्तो टिकट दिँदा नि मैले यसो हेरेको गगनजीले चाहिँ मिलाएरै सभापतिजीले मिलाएरै दिनुभयो टिकट सल्लाह गरेरै अब शेखर दाइसित पनि सल्लाह गरेर पूर्व सभापति तात्कालीन सभापति शेरबहादुर दाइसित पनि सल्लाह गरेरै टिकट दिएको देखिन्छ अब म चाहिँ यो रिसेन्टली चाहिँ हजुरको म चाहिँ मेरो टिकट चाहिँ अलि 25 तारिककै थियो म चाहिँ यो विशेषमा अधिवेशन सक्छु अनि फर्किन्छु भन्ने हिसाबले आएको अब यसमा चाहिँ अब यो चुनाव पनि हुने भयो ल ठिकै छ नि त 1-2 हप्ता सारौँ भनेर म सारेर बसेँ अनि मेरो जिल्ला बागलुङदेखि पर्वत त्यता कास्की हुँदै अनि म चाहिँ तब म लगायत हाम्रो 4 जनाको एउटा टोली चाहिँ हामी तपाईँको यता बाह्र पनि पुग्यो यता पर्सा पुग्यो चितवन हुँदै अनि कस्तो रहेछ त अब गगनजी सभापति चुनाव लड्ने क्षेत्र भनेर हामी त्यहाँ पनि पुग्यौँ सर्लाहीमा 2 दिन त्यहाँ सर्लाहीमा नि बस्यौँ अब नि कस्तो भन्दाखेरि यहाँ चाहिँ 2003मा अमेरिका जानुभयो उतै बस्नुभयो होइन त्यस पछाडि अब यता पोलिटिकल आफ्नो उता छँदै थियो होइन आइडियोलोजीदेखि लिएर काम गरेको अनुभवदेखि लिएर सबै कुरा छँदै थियो अनि त्यसपछि त्यहाँ पनि अब जनसम्पर्क समिति त छँदै थियो होइन नेपाली कङ्ग्रेस एफिलिएटेड समिति छँदै थियो पहिला सुरुमा चाहिँ अब अमेरिकामा जाँदाखेरि होइन त्यति बेलाको उसमा भनौँ न अब अहिले त धेरै मान्छेहरू अमेरिका गयो त्यति बेला भर्खर त्यति धेरै अहिले जस्तो जाने ट्रेन्ड पनि कमै थियो होइन कतिको स्ट्रगलहरू कति अब सुरुमा हजुरको म 2003 को फेब्रुअरीमा गएँ हजुर अनि जाँदाखेरि चाहिँ अब सबभन्दा सुरुमा त हामीलाई भाषाकै समस्या भयो अब हामी यहाँ 4 कक्षादेखि इङ्ग्लिस पढ्यो एबिसिडी पढेको अब तपाईँको त्यो सबभन्दा सुरुमा त प्रोनाउन्सिएसन नै नबुझिने अब हामी चाहिँ ब्रिटिस इङ्ग्लिस पढेको यहाँ स्टिल त्यही छ त्यहाँ चाहिँ अमेरिकन ल्याङ्ग्वेजमा अलि त्यो समस्या बुझ्न गाह्रो अनि त्यसपछि अब अनि ठाउँको बारेमा पनि गाह्रो अनि अब म त आफ्नो एउटा सानो बच्चा पनि लिएर गएको छोरी त्यति बेला 2.5-3 वर्षको थिइन् अब त हामी 3 जना सँगै गएको त्यसमा पनि तपाईँको चाहिँ गाह्रो होइन अब स्कुल कहाँ छ अब त्यति बेला धेरै नेपालीहरू हुनुहुन्थ्यो प्रायः चाहिँ फ्यामिली नेपालमै बस्ने सिङ्गल पर्सन बस्ने
अनि त्यहाँ स्कुल कहाँ छ, पोस्ट अफिस कहाँ छ, यी हजुर बेसिक निड्सका कुराहरू छन् नि, हजुर त्यो पनि थाहा थिएन त्यहाँ उहाँहरूलाई। अब हामी गुगल गऱ्यो, खोज्दै खोज्दै गयो, त्यहाँको मान्छे चाहिँ अलिकति ओपन भएको, अब बाटो भनिदिने, इन्फर्मेसन दिने त्यो भएर त्यो भएको हुनाले चाहिँ अब हाम्रो यहीँको जस्तो भयो त अलिक गाह्रो हुन्थ्यो होला। त्यहाँ चाहिँ अब अलिकति अब त्यहाँको लाइन बुझिसकेपछि 2-4 महिना चाहिँ गाह्रो भयो, अनि त्यसपछि त इजी। अब अहिले त यहाँभन्दा हामीलाई त्यही सजिलो जस्तो लाग्छ। अब त सिस्टममा त्यहीँको सबै कुरामा डलिसकेपछि होइन। हजुर अनि त्यसपछि जनसम्पर्क समितिको अध्यक्ष हजुर त्यसपछि कस्तो भयो भने 2007मा जनसम्पर्क समिति खोल्यो। अनि त्यसपछि भनेपछि फाउन्डर मध्येको एकजना नै सदस्य हजुर। अनि त्यसपछि तपाईँको डाक्टर सुरेन्द्र देवकोटा, हजुर उहाँ चाहिँ गोर्खाको, उहाँको चाहिँ लाई हामीले चेयर बनाइयो। अनि अरू केही साथीहरूले चाहिँ बाहिर बसेर विद्रोह गरे, अनि त्यो विद्रोह गरेर अर्को प्यालर समिति पनि बनाए। पोलिटिक्स भन्ने बित्तिकै जहाँ पनि समिति बनाएपछि हजुरको त्यो 3-4 वर्ष त्यसरी चल्यो। अनि चलिसकेपछि त्यो दुइटै समिति विघटन गरेर खगेन्द्र जीसीको संयोजकत्वमा अध्यक्षतामा एउटा समिति बन्यो, त्यसको म पनि सदस्य थिएँ। अनि उहाँको त्यो कमिटीले पनि काम गर्न सकेन। अनि त्यसपछि मलाई मेरो अध्यक्षतामा फेरि अर्को 21 सदस्यीय समिति बन्यो। त्यति बेला त्यो उहाँको 2 वर्षपछि बन्यो। यो कुरा चाहिँ 2012तिरको कुरा। अनि बनिसकेपछि अनि मैले चाहिँ 9-10 महिनामै त्यो दुइटै कमिटीलाई अनि अरू बाहिरका साथीहरूलाई जोडेर अनि अब हाम्रो त्यहाँ च्याप्टर भन्ने, यहाँको जिल्ला जस्तो च्याप्टर भन्ने छ, 26वटा स्टेटमा चाहिँ च्याप्टर गठन गरेर अनि केन्द्रीय अधिवेशन चाहिँ अब यहाँ केन्द्रबाटै हाम्रो फेरि त्यो एउटा भारतीय संस्था भन्दा नि अहिले पार्टीले चाहिँ इकाइको रूपमा एउटा चाहिँ मान्यता दिएको छ। अनि हामीले यहाँ चाहिँ अब 5-1c को संस्था हो, तर चाहिँ हामीले चाहिँ यहाँ केन्द्रसँग सोधेर काम पर्ने हुनाले त्यति बेला उपसभापति हुनुहुन्थ्यो रामचन्द्र पौडेल, अनि उहाँलाई लगायत 1 दर्जनभन्दा बढी नेता गरेर अधिवेशन भयो। भइसकेपछि जो नेतृत्व मैले सुन्थेँ, उहाँले 2014 को नोभेम्बर 22 र 23मा टेक्सासमा त्यो सेराटन होटल मैले सबै बुक गरेको, 400वटा रुम वरिपरिको सबै गरेर अनि हामीले चाहिँ ठुलो अब 5 स्टार होटलको, त्यो पनि अमेरिकाको, फेरि टेक्सासमा जति जमिन छ न्युको जस्तो होइन, त्यो हललाई अनि त्यहाँ बारेर हजुरको यहीँ जस्तो अब पनाटी मारेर जस्तो हामी कलवलगुडीको अधिवेशन भएको थियो काङ्ग्रेसको 48 सालमा, त्यस्तै खालको सेम डिजाइनमा सब नेताहरू जाने, पनाटी मारेर बस्ने, अनि मञ्च त्यहाँ राखेको भाषण गर्ने, फेरि आएर त्यहाँ बस्ने, अरू अडियन्सहरू कार्यकर्ताहरू तल, त्यसरी चाहिँ अधिवेशन गरेको। अब अहिले चाहिँ 12 भनौँ 14देखि अहिले कति वर्ष भयो, 26 भइसक्यो, अब अधिवेशन हुन सकेको छैन। अब त्यसमा चाहिँ मैले पर्टिकुलरली शेरबहादुर दाइलाई, अब उहाँको नेतृत्वले गर्नु त छँदैछ, आनन्दजीले गर्ने त अब त्यो चाहिँ आनन्दजीको अहिले त चुनावमै लडिरहनु भएको छ नि त, लडिरहनु भएको छ, उहाँलाई शुभकामना पनि छ। अब उहाँले चाहिँ त्यो अधिवेशन गरेर छोडिदिएको भएदेखि तपाईँको हाम्रो विधानमा चाहिँ हरेक 3 वर्ष गर्ने भन्ने छ। अब अमेरिका जस्तो डेमोक्रेटिक कन्ट्रीमा तपाईँको 12-15 वर्ष एउटा पार्टीको अधिवेशन नहुनु भनेको पार्टीको माथिकै रिफ्लेक्सन सबैतिर भयो होइन। यहाँ पनि त कति भातृ सङ्गठनहरूको भएको थिएन, यतिको रिफ्लेक्सन चाहिँ नि त्यसमा चाहिँ मैले के भने शेरबहादुर दाइको कमजोरी र शेरबहादुर दाइको अहिले यो परिस्थिति आउनुपर्ने वान अफ द कारण त्यो भातृ संस्थाहरू, तरुण दल, नेवी सङ्घ, महिला सङ्घ, यहाँ के शुभेच्छिक संस्था छन्, विदेशमा जनसम्पर्क समिति, त्यो उहाँले केही ध्यान दिनु भएन। र उहाँलाई अब के हो पर्सनल्ली अब खालि त्यो प्राइम मिनिस्टर भन्दै कहिले प्रचण्डसँग मिलेको छ, कहिले ओलीसँग मिलेको छ होइन। त्यसले गर्दाखेरि पनि पार्टीलाई पनि गाह्रो भयो र यो उहाँको लाइफको उत्तरार्धमा काङ्ग्रेसका सभापतिहरूमा चाहिँ त्यस्तो अलिकति अप्ठ्यारो तरिकाले मान्छेहरूले पनि त कतिले पाएन नि त, उहाँ हुन्छ कति अब सबैले पाउने त कुरा हुँदैन होइन। आनन्दजीकै कुरा गरौँ न होइन, उहाँ हुँदाखेरि त उहाँले त अब कस्तो नै गर्नुभयो नि त, अब टिकटहरू पाउनलाई, अरू किसिमको पाउनलाई त्यति बेला पनि गाह्रो नै भएको थियो, एटलिस्ट अहिले उहाँले पाउनुभयो होइन, खुसी पनि लागेको छ। अब यो हाम्रो यो विश्व सञ्जालको बारेमा अलिकति कुरा गरौँ न। विश्व सञ्जाल चाहिँ विश्व सञ्जाल जस्तो कस्तो भयो भने हजुरको अब एकातिर चाहिँ जनसम्पर्क समिति भयो, अनि एकातिर एनआरएन छ। अनि अब पहिला त तपाईँको थिएनन्, अहिले पछिल्लो टाइममा
राष्ट्रिय प्रजातन्त्र पार्टीका साथीहरूले पनि त्यहाँ संस्था स्वास्थ्य खोल्नु गर्नु भएको छ अनि एमाले राजेन्द्र समर्थक लिमिन्जी बेला बेलामा जानु पनि हुन्छ जानुभयो एमाले समर्थक साथीहरूले नि खोल्नुभयो अनि यो 1.5 वर्ष जति भयो रविजी वाला साथीहरूले पनि खोल्नुभयो स्वतन्त्र पार्टीहरू त्यसपछि एनआरएन त छँदैछ अब हामीले चाहिँ के गर्यौँ भने 2018 मा चाहिँ अब एक कार्यकाल जनसम्पर्क समितिमा काम गरेका साथीहरू अब यहाँ चाहिँ हजुर त पटक पटक पनि देख्नुहुन्छ यहाँ देखिने कार्यकर्ताहरू नेताहरू प्राय त्यहाँ पनि छन् होइन तिनीहरू के गर्ने त भन्दा अब कसैलाई एनआरएनमा जान मन पर्दैन जाँदैनन् भनेपछि यो पार्टीकै एउटा योभन्दा अलि हाई लेभलको संसारभरिको नेटवर्क पनि हुने काम लाग्ने भनेर विश्व सञ्जाल भन्दै हामीले एकअर्कामा कनेक्सन पनि भयो नि एकअर्कामा कनेक्सन सपोर्ट पनि हुने भयो अनि यसमा चाहिँ जस्तो म त्यसको चेयरम्यान र यसमा चाहिँ हामीले के गरायौँ भने त्यसको सदस्य पनि पूर्व सभापति र कमिटीमा बसेको एक्जिक्युटिभ कमिटी बाहेक अर्को नहुने बनायौँ विधानमा पनि अनि त्यसमा चाहिँ अब म भएँ अब जापानको पूर्व सभापति उपसभापति हुनुहुन्छ कोरियाको नवराजी उपसभापति हुनुहुन्छ अस्ट्रेलियामा कञ्चनजी हुनुहुन्छ त्यस्तै युएबाट चित्रजी हुनुहुन्छ ती सबै महासचिव चाहिँ हाम्रो चिन्तामणी सापकोटा स्पेनको हुनुहुन्छ ऊ पनि एनआरएनको पूर्व सभापति जनसम्पर्कको पूर्व सभापति त्यस्तो गर्दै गर्दै गइयो अब त्यसमा चाहिँ हजुरलाई ठ्याक्कै भन्नुपर्दा के हो भने त्यसमा पनि अब यो सङ्गठन हेर्ने भन्दा नि अनुहार हेरेर केन्द्रले निर्णय गर्यो अब त्यहाँ अरू कसै एबिसिडीले गरेको हुन्थ्यो भने ल तिमीहरू काम गर भनेर अब ठिक छ विधानमा त पहिला त तपाईँको के हो भने पहिला कम्पनी ल्याउने हो नि त पहिला सेलफोन आयो सेलफोन आइसकेपछि त्यसका चाहिँ नियम कानुन क्राइटेरिया के बनाउने सोसियल मिडियामा जाँदा के गर्ने पहिला त त्यसरी हुने हो नि त हरेक सङ्गठन त हजुरको पहिला 4-5 जना बसेर गरिन्छ अनि त्यसलाई चाहिँ फैलाउँदै जाने नेपाली काङ्ग्रेस त्यसरी नै गठन भयो होला हामीले पनि संसारभरिका त्यसो गऱ्यौँ तर म लगायत केही साथीहरूको फेस देखेर तात्कालीन नेतृत्वले चाहिँ हामीलाई अलिकति इग्नोर गर्यो तर इग्नोर गऱ्यो भने के भयो र हामीले पार्टीको लागि केही छैन भनेर हामीले काम गर्ने चुनावमा सहयोग गर्ने अब नेताहरूलाई जुममा लाने अवेरनेस हेर्ने त्यो कोभिडको बेलामा सबभन्दा पहिला जुम मैले सुरु गरेको विदेशमा त्यो जुमको पैसा मन्थली स्टिल मेरो अटो पे जान्छ त्यहाँबाट अनि त्यो त्यसपछि अरू नेपालीहरूले पनि गर्न सुरु गर्नुभयो हाम्रो एमएस्टर साहबले अर्जुन कार्कीजी हुनुहुन्थ्यो उहाँले सुरु गर्नुभयो त्यसरी सुरु भयो त्यसमा चाहिँ हामीले यो नभनिकन अब काङ्ग्रेसको त यसै पनि लगियो अरू नेताहरू अरू इन्टेलेक्चुअल मान्छेहरू पनि डक्टरहरू पनि त्यति बेला हजुरको 19देखि भनौँ न 19देखि 20सम्म त एकदम संसारभरि अप्ठ्यारो थियो लकडाउन पनि थियो अनि त्यही बेला जुम सुरु गऱ्यौँ यही सञ्जालले गर्यो गर्दै गर्दै गयो लास्ट इयरको इलेक्सनमा पनि हामी आइयो झापादेखि हामी सुर्खेत बागलुङसम्म पुग्यौँ महेन्द्रनगरसम्म पुग्यौँ अब हामीले आफूले सक्ने सहयोग पनि हामीले गऱ्यौँ र यसरी गरेको छ अब अहिले अब यो यङ लिडरसिप भनेको अब जस्तो अहिले यो विशेष महाधिवेशनले चाहिँ यसलाई विधानमा पनि राखेको छ नेपाली काङ्ग्रेसको विधानमै राखेको छ अब मलाई लाग्छ यो इलेक्सन पछि यो इलेक्सन पछि चाहिँ मलाई लाग्छ भातृ सङ्गठनको रूपमा राख्यो भातृ संस्था राखेको छ संस्थाको रूपमा राख्यो अब त्यसपछि अब एउटा चाहिँ कमिटीले अब बन्छ अब त्योमा चाहिँ हामी भन्छौँ हामीलाई नै देऊ किनभने अलरेडी सङ्गठन छ र अब यसमा चाहिँ फेरि के भन्छ फ्रेङ्कली स्पिकिङ केही शेरबहादुर दाईसँग विचार राख्ने साथीहरू केही मात्रै जोडिनु भएको छ हामी ती साथीहरूलाई त्यति बेलाका अब अहिले त त्यस्तो हुँदैन होला ती साथीहरूलाई जोडेर चाहिँ अब टाइमली कहिले सबैलाई समेटेर बनाएर अनि अधिवेशन गरेर फेरि एउटा चाहिँ हजुर एउटा चाहिँ कस्तो छ भने नि नेपालमा भन्दा पनि बढी चाहिँ पोलिटिक्स फेरि बाहिर लाग्ने के त्यो चाहिँ अब यस्तो विदेशमा अब हेर्छु न अब विदेशमा धेरै नेपाली अब भए अब हजुर नि अब अमेरिका जानुभएको छ मिडल इस्ट युरोप सबैतिरै घुम्नु भएको छ सबै देशमा चाहिँ मान्छे धेरै नेपाली अनि अब यहाँको आर्थिक स्थिति पनि अब त्यति राम्रो भनौँ न अहिले चाहिँ रेमिटेन्सले देश चलेको छ भन्ने पनि भयो अब आफ्नो आफ्नो अनुसार चाहिँ युरोप अमेरिका मिडल इस्टदेखि लिएर इभन इन्डियासम्म पनि नेपालीहरू चाहिँ छन् अब भइसकेपछि कस्तो भयो भने यहाँ काम गरेका कोही स्टुडेन्टहरू गएको छन् कोही प्रोफेसर गएको छन् कोही बिजनेसम्यान पनि गएको छन् कोही पार्टीमा चाहिँ एकदमै खटेर लागेका साथीहरू पनि गएको छन् अब विशेष गरी त्यो माओवादीको त्यो आन्दोलन भयो त्यति बेला पनि धेरै डेमोक्रेट साथीहरू त्यति बेला विदेश जानु पर्यो त्यसपछि जब खुलेपछि माओवादी त्यो जुन
62-63 को आन्दोलन सकियो, माओवादीको त्यो 10 वर्ष आन्दोलन सकिसकेपछि अनि फेरि अब देशमा के गर्ने त भन्दा अब ढुङ्गा मात्रै हानेर त भएन भनेर तिनीहरू पनि बाहिर गए। अनि अब अहिले त हजुरको मैले सोसियल मिडिया यसो हेर्छु त्यो बाहिरकै नेपालीहरूले यहाँको आमा बाउ दाजु बहिनी दिदी बहिनी अब आफ्नो इष्टमित्रलाई धेरै इन्फ्लुएन्स चाहिँ बाहिरकै मान्छेहरूको निर्वाचनमा पनि हुन्छ जस्तो देखिन्छ। किन भन्दाखेरि यसमा खास भन्यो भने अहिले बाहिर त्यत्रो ठुलो सङ्ख्या छ हाम्रो होइन। अब यो चुनाव त्यो भोटिङमा चाहिँ बाहिर बस्नुहुने नेपालीहरूले त्यो भोटिङ गर्न पाउने त्यो कुरा इन्स्योर गर्न सक्नु पाएको भए धेरै राम्रो हुन्थ्यो। अब त्यो अलिकति हाम्रो त्यो गर्न सक्ने सिचुएसन भएन होइन। छोटो पनि भयो, समय पनि छोटो भयो, कोसिस चाहिँ गरे जस्तो लाग्छ मलाई। अहिलेको गभर्मेन्टले राखेको पनि थियो, एटलिस्ट बहराइनबाट भए पनि सुरु गरौँ भन्ने थियो कि त्यो ई भोटिङ त्यहाँबाट गर्दाखेरि सजिलो हुन्छ भन्ने खालको। किन त्यहाँ चाहिँ अरूले पनि अरू देशहरूले पनि गर्दो रहेछ कि, सानो देश भयो अनि सजिलो भयो त्यस्तो खालको। तर त्यति सुरुवात पनि गर्न सकेन। एउटा चाहिँ डाइरेक्ट भोटिङमा त्यहाँबाट डाइरेक्ट भन्नाले अब त्यो सिस्टमहरू मिलाएर त्यो गर्न पाएको भए गजब हुन्थ्यो। अर्को चाहिँ अब इन्फ्लुएन्स गर्ने भन्ने त्यो चाहिँ छ नै होइन। यो प्रवासमा बसेर हेर्दाखेरि छ नि यो देशको माया भने चाहिँ यो भावना हो कि उत्तरदायित्व हो कस्तो? होइन हजुरको यो दुईटा छ, उत्तरदायित्व पनि भयो र भावना पनि भयो। भावना कसरी भयो भने म यहीँ हुर्केँ, जन्मेँ, यहीँ पढेँ, कलेज पढेँ, सकाएँ गएँ र मेरो जेनेरेसन जस्तो मेरो छोरी उहाँ छिन् अहिले अब मेडिकल सक्दैछ, पढ्दैछ। अब उसलाई पनि कता कता तपाईँको नेपाल मेरो ड्याडीको कन्ट्री चाहिँ राम्रो भओस् भनेर अब अहिले यो जुन आन्दोलन भयो त्यो मलाई केही थाहै छैन। त्यो मेरो छोरीलाई सबै थाहा छ, कुन मान्छे जेल पऱ्यो के गर्यो त्यो सबै इन्टरनेटले हजुरको त्यो कसलाई के भयो, कसरी प्राइम मिनिस्टर भयो, अनि उसले चाहिँ उहाँबाट तिम्रो देशमा यस्तो हुँदैछ, हाम्रो देशमा मलाई तिम्रो देश भन्छ यस्तो हुँदैछ भनेर। हाम्रो यो फर्स्ट जेनेरेसन एउटा भावना पनि भयो। अर्को चाहिँ हाम्रो दायित्व पनि भयो। कसरी दायित्व भने मेरो सबै रिलेटिभ बुवा मुवा यहीँ हुनुहुन्छ, दाजुभाइ यहीँ हुनुहुन्छ, इष्टमित्र यहीँ हुनुहुन्छ। कमसेकम यो देश बन्यो भने उहाँहरूलाई नि फाइदा। अनि यो देश राम्रो भयो भने वेयर यु फ्रम भन्दा नेपाल भन्दा म आफूलाई गर्व हुने भयो। वेयर यु फ्रम स्विजरल्यान्ड भन्दा कस्तो त्यो पासपोर्ट, वेयर यु फ्रम जर्मनी, वेयर यु फ्रम लाइक नेदरल्यान्ड भन्दा र वेयर यु फ्रम नेपाल, इन्डिया, भुटान भन्दा कमसेकम मेरो देश राम्रो भइदियो भने ल ठिक छ म बाहिरै बसुला। तर कहाँ म युरोप घुम्न गएँ, कहाँबाट गइस् भनेर कहाँबाट आइस् भन्दा नि तपाईँलाई अलिकति अनर फिल हुन्छ। त्यो भएर पनि हामी अहिले जुन हाम्रो फर्स्ट जेनेरेसन दुइटै हिसाबमा हामी जोडिएका छौँ र हामीलाई खासै केही चाहिएको पनि छैन। कमसेकम देश राम्रो होस्। यहाँ चाहिँ के भने मेजर चाहिँ अब एजुकेसन, हेल्थ र तपाईँको चाहिँ यही दुईवटा सेक्टरमा चाहिँ अलिकति राम्रो भइदियो भनेदेखि यो अरू चिज बाटोघाटो, टेलिफोन, पानी, बिजुली भनेर त हजुरको यो स्वाभाविक हुँदै जान्छ, हुँदै जाने प्रक्रिया। अनि त्यसपछि यो रोजगारीको चाहिँ अलिकति त्यो चाहिँ गभर्मेन्टले गरिदियो भने र अब यो लगानीका अवसर भनौँ न अब नेपालमा आउन नचाहेका होइनन्। अब 5 वर्ष सरकार टिक्दैन, तपाईँको कसैले एउटा चाहिँ उद्योग खोलोस्, होटल बनाओस्, गएर फोडिदिन्छ अनि गएर पैसा माग्छ, ल तेरो होटलको यति पैसा, कमाइ छैन, स्टाफ पाल्नु पऱ्यो। अरू देशमा चाहिँ यस्तो हुँदैन। अब भेनेजुला, तपाईँको मेक्सिकोमा त्यस्तो हुन्छ। अब त्यस्तो जस्तो अब त्यही ठक्कै हाम्रो देशमा पनि अहिले परिस्थिति त्यस्तो आएको छ, त्यो नआइदियोस् भन्ने हामी त्यो भयो भने कति लगानी पनि। फेरि बाहिर बस्दाखेरि के म यसो हेर्छु कि गएपछि अब गइन्छ नि त होइन नेपालीहरूको उसमा कस्तो हुन्छ। बरु हामी है हिन्दी गीत लाएर गाडीमा होइन अरू गीत लाएर हिँडिरहेको हुन्छौँ, नेपाली गीत बजाउने होइन, एउटा नेपालको झन्डा राख्ने, घरमा पनि एउटा नेपालको झन्डा राख्ने। हाम्रो घरमा कहाँ भित्र घरमा झन्डा राखेर बस्दैन नि त हामी होइन। त्यो एउटा कस्तो के त्यो एट्याचमेन्ट। अनि कति मान्छेहरूले भन्छ नि बाहिर बसेर तिमीहरूले किन नेपालको चिन्ता गर्नु पर्यो भन्नेहरूलाई मलाई कस्तो लाग्छ, गर्छ नि त होइन, आफ्नो देश आफ्नो कनेक्सन हुन्छ नि त होइन। उहाँहरूले त चाडबाड धान्दैछ कसरी भन्नु त होइन, सेलरोटी हाम्रो भन्दा राम्रो त्यहाँ भन्छ यहाँ भन्दा होइन। हरेक कुराहरू जेमा जे गर्नुपर्ने, दसैँ तिहार अझ हरेकको घरमा सानो भयो नि मन्दिर छ है, कोठा छ सानो भयो नि मन्दिर, बिहान पूजा गर्ने, बेलुका पूजा गर्ने। अब अहिले त अब त्यहाँ पनि धेरै खालको अब डिप्रेसनदेखि लिएर धेरै खालको सुसाइडदेखि लिएर सबै कुरो चल्दै गयो, धेरै नेपाली भइसकेपछि। अनि मान्छेले चाहिँ मेडिटेसन गर्नेदेखि लिएर तपाईँको हरेक कुराहरू चाहिँ अब यहाँ बरु मैले त्यस्तो देख्दिनँ। अब म यहाँ आएँ झन्डै 3-4 हप्ता भइसक्यो, म कुनै पनि कुराहरूमा अपडेट छैन। त्यहाँ चाहिँ बसिसकेपछि
तपाईँको संसार अथवा नेपालको डोल्पामा के भएको छ, बागलुङमा के भएको छ, सर्लाहीमा के जुरुक्क भएको उठेर छ, हतार म हतार के भन्दा भयो त्यो होला भन्ने। त्यहाँ अपडेट हजुरको होइन। हो। र अब त्यो फर्स्ट जेनेरेसनलाई हुनु पनि पर्छ। अब बिस्तारै हाम्रो छोरीहरूले अब अर्को जेनेरेसनले त्यो बिस्तारै बिर्सिँदै जाने कुरो स्वाभाविक हो। अब यसमा चाहिँ हामी नेपालमा बस्दा मलाई कुनै नेपालको मतलबै छैन होइन। त्यहाँ गइसकेपछि हजुरले भने जस्तो झन्डा राख्ने, नेपाली गीत नेपाली बजाउने, गीत प्राय अब सबैको नेपाली गाडीमा नेपाली चाडबाड गीत हुन्छ के, मनाउने, नेपाली हाम्रो गीत बरु हुन्छ। हुँदैन के, हामी हामी भन्ने हिन्दी मात्रै सुन्दैनौँ, कहिले के नेपाली राखेर फिल्म आउँछ। लायो हेर्न जाने, हजुर, हो। अनि त्यो युट्युबबाट पनि नेपाली हेर्ने, अनि नेपालमा नेताहरूले यिनीहरूको बोलेको गरेको हजुरले जस्तै लिएको इन्टरभ्यू हेर्ने फुर्सद हुँदा मान्छेहरूको चाहिँ त्यही हुन्छ हजुरको त्यहाँ चाहिँ। हजुर, यहाँलाई चाहिँ अलिकति के आफूलाई पर्सनल लेभलमा नेपालको मिस हुने कुरा के हो? अब सबभन्दा त साथीभाइ होइन। अब पहिला हामी पढ्यौँ, ठुलो सर्कल पनि भयो ठुलो सर्कल भयो, इष्टमित्र, अनि त्यसपछि खाना पनि नेपालको राम्रो हजुर है। अब त्यही साग तपाईँको घर लगाएर पकायो, त्यसको टेस्ट अर्कै हुने। अब त्यहाँ पनि पाउँछ, रायो साग पाउँछ, सबै पाउँछ हजुर। त्यहाँ कुनै भेजिटेबल्स पाउँछ, दुधदेखि केही पनि छैन यहाँ नपाउने चिज। त त्यहाँको टेस्ट र यहाँ हामीले चाहिँ खानाको पनि हामीले मिस गरेका छौँ एउटा चाहिँ। अब अर्को यो साथीभाइ सर्कल एउटा, अनि अर्को चाहिँ के हुँदो रहेछ भने हामीलाई चाहिँ यो आफ्नो ठाउँ भनेको त्यो छुट्टै खालको एट्याचमेन्ट हुने खालको। जति सम्पन्न भए पनि, जस्तो सुकै गाडी चल्यो भने, जे गरे पनि अब हामी बाहिर गएर बसेको मान्छे के भन्छ थर्ड क्लासको सिटिजन भइरहेछ। कसैले ग्रिन कार्डमा बस्या होला, कसैले सिटिजन लिएको होला होइन, पासपोर्टको भ्यालु नै झन् पासपोर्टको घट्दै भ्यालु गयो। पनि घट्दै गयो। त्यहाँ बसे पनि अमेरिकन सिटिजन लिएर बसेको छ, उसले आइएम अमेरिकन भन्दैन, आइएम नेपाली भन्छ कि। अनि उनीहरूले पनि त्यो हाम्रो कलर देखेर पहिले अब कहिले बस्या हो, उसको बाबु बस्या हो कि बाजे बस्या, वेयर यु फ्रम भन्छ। फेरि अमेरिका त जस्तो हामीले पनि वेयर यु फ्रम भन्दा कसैले स्कटल्यान्ड भन्छ, कसैले जर्मनी भन्छ, कसैले मेक्सिको भन्छ, कसैले ब्राजिल भन्छ। त्यहाँको मान्छे त उयो नेटिभ अमेरिकन बाहेक अर्को भेटिँदैन। त उनीहरूले पनि वेयर यु फ्रम इन्डिया भन्दै सोध्छ। अनि नेपाल भन्नु, नेपाल पनि छ भन्दै सोध्छ कसैले, कतिले थाहा हुँदैन। त्यो समस्या चाहिँ हामीलाई मात्रै होइन, अरू युरोपियनलाई छ, अस्ट्रेलियनलाई छ, अरू कन्ट्रीको मान्छेलाई नै अमेरिकामा चाहिँ मलाई लाग्छ सबैको समस्या चाहिँ त्यही हो। कुनै बेला त्यस्तो समय आयो जहाँ चाहिँ नि अब भयो कहाँ अमेरिका भनेर बस्ने र अब नेपालै फर्किनुपर्छ है क्या हो भन्ने खालको त्यस्तो कहिले केही पर्सनल लाइफमा हुन्छ नि, अरू बेला पनि प्रोफेसनल केही काम गर्दा गर्दै अथवा केही हुँदा त्यस्तो खालको कुनै क्षण, कुनै त्यस्तो खालको समय आयो? आउँछ हजुरको। पहिला त सुरुमा अब नेपाल फर्किने भनेर सुरुमा पनि भन्यौँ, त्यसपछि त्यो टाइम बित्दै गयो। र अहिले पनि अब एउटा अब जस्तो छोरीको कलेज स्कुल सकिएपछि जाने, कलेज सकिएपछि जाने होइन, अनि अब अहिले बिहादान गरेपछि जाने भने हाम्रो दिमाग चाहिँ यतै छ। अब यतै घर बनाउने, प्रोपर्टी जम्मा गर्ने, काहीँ सानोतिनो लगानी आफूले सकेअनुसार गर्ने, त्यो हाम्रो चाहिँ दिमाग चाहिँ यतै छ, हाम्रो जेनेरेसन। र अब यो फर्केर जाउँ भन्ने, अब त्यहाँ चाहिँ कस्तो छ भने हजुरको अब यहाँको लाइफ अत्यन्त इजी लाइफ, धेरै इजी लाइफ होइन। हामी एकदम गफ गरेर खानु पाएका छौँ, महिनौ दिन काम नगरेर पनि खानु पाएको छौँ। अब तपाईँको घरहरू प्रायः पेड अफ हुन्छन्। अब त्यहाँ मर्गेजतिर, गाडीको मर्गेजतिर, स्टोरको मर्गेजतिर, बिजनेसको मर्गेजतिर स्टाफलाई स्यालेरी दियो, त्यो हरेक खालको समस्या त्यहाँ भइरहेको छ होइन। तर अब यो संसारमा मलाई लाग्छ यो नेपाली खुसी पनि देख्छु मैले, ह्याप्पी पनि देख्छु। यो ठाउँ पनि यति सानो ठाउँ, उहाँको एउटा स्टेट जस्तो पनि छैन, एकदम राम्रो, खुसी हुने, एकअर्कामा हेल्पफुल पनि छ यहाँको हाम्रो यो कल्चर। अब त्यो चाहिँ अब त्यो मिस गरिएको छ। त्यही भएर सानो कुरामा खुसी हुने एउटा, अनि अर्को कुरा चाहिँ हामीलाई अब त्यस्तो यति धेरै दौडादौड मान्छेहरूको क्या बिहानदेखि बेलुकासम्म है भने जस्तो खानु पनि पाएको हुँदैन, समय नभएर क्या, नभएर खानेकुरा नभएर नि कि समय नभएर होइन, तताएर हिँडेर हुन्छ, के गरेर हुन्छ लाइफ चाहिँ नि अब लाइफ छ भन्दा पनि लाइफ छैन भने जस्तो खालको टाइम चाहिँ त हजुरले भने जस्तो अब यति छिटो टाइम बित्छ। फेरि यहाँ त व्यापार व्यवसाय पहिलेदेखि नै अब सबैजना हुन्छ कति बसिरहेछ, अनि त्यो भएर टाइम चाहिँ बितेको पनि थाहा होइन। अनि मान्छे चाहिँ एकदम रस के बिहानैदेखि रस। अब त्यो पनि कस्तो रहेछ भने हजुरको ठुला सिटीहरूमा चाहिँ त्यो लाइफ चाहिँ रस छ, जस्तो न्युयोर्क भयो, क्यालिफोर्निया भयो,
मैले भन्छु कि न्युयोर्कमा चाहिँ मान्छे हिँड्दैनन् दौडिन्छन् भन्छु कि। दौडिन्छन्। अनि अब जब त्यो 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 सिटीदेखि अलिकति भित्र जाँदा जो गाउँ अलिकति भिलेज एरियामा गएपछि एकदम इजी लाइफ छ फेरि त्यहाँको। ए है कुनै दौडिने उ गर्ने छैन, आफ्नो एउटा आफ्नो स्केड्युल। अनि त्यो छ। अब न्युयोर्कमा चाहिँ अब भनौँ न त्यो यस्तो रस कि अब दौडा त्यहाँ दौडै हुने त्यहाँ छ नि, खाना खाँदै उभिँदै हिँड्दै त्यस्तो पनि देखिन्छ नि त होइन। अहिले आमा बुवाहरू कता हुनुहुन्छ? यहाँ बुढालीकण्ठ बस्नुहुन्छ। ए यही हजुर, बस्नुहुन्छ। माइग्रेन्ट भएर हामी सबैजना यतै सबैजना यतै बस्नुहुन्छ। अब त्यो घरमा अनि अब खेतबारी सबै बाँझो। अनि अब भनौँ न टोलमा अब हामी पहिला कस्तो रमाइलो हुन्थ्यो, चाडबाड यताउति। त्यहाँ मैले मेरो गाउँमा चाहिँ ठक्क त्यो कुस्माको पारी मेरो गाउँ हो, जहाँ एयरपोर्ट मिल्छ बलेवा भन्ने ठाउँ हो। अब त्यो कुस्मासँग जोडिएको त्यो क्लिफ अहिले रेस्टुरेन्ट पनि एउटा राम्रो रेस्टुरेन्ट रिसोर्ट जस्तो बनाएका छन्, क्लिफ भन्ने। अब त्यो एरिया चाहिँ मान्छे छन्। अब जो त्योभन्दा अलिकति माथितिर चाहिँ घर सबै घर गाउँमा एकजना दुईजना मान्छे बस्नुहुन्छ, अरू सबै त्यो चाहिँ कस्तो भयो भने एकदमै गाउँै रित्तिएको एकदम लोनली फिल हुने गाउँमा जाँदाखेरि। त्यो चाहिँ कस्तो भयो भने यहाँहरू काठमाडौँ आउँदाखेरि र हामी पनि गाउँमा गएकै छैन क्या, खास भन्यो भने सबै नै त्यस्तो भइरहेछ क्या, गाउँमा कहाँ के भइरहेछ भन्ने कुरा थाहा नहुने। र अलिकति पछाडि यसो हेर्दाखेरि हाम्रो काठमाडौँको कति घरहरू चाहिँ छोराछोरी सबै बाहिर, अब आजभोलि त एकजना दुईजना बच्चा हुन्छ नि त होइन। अनि कोही अस्ट्रेलिया, कोही अमेरिका, कोही युरोप, अब भनौँ न कोही कहाँ। अनि घरहरू खाली खाली अलिअलि अहिलेदेखि नै हुन थालिसक्यो। अनि कहाँ के राखेको छ कसो छ होइन। अब बाबाआमाहरूले अलिअलि गरेर राखिरहेको हुन्छ नि त के त्यो छोराछोरीले आमाले कहाँ के राखेको छ भने थाहा पनि नपाउने सिचुएसन त्यस्तो पनि भएको छ कि। पहिला पहिला गोवाहरूमा त्यस्तो हुन्थ्यो अरे होइन। बिस्तारै बिस्तारै नेपालमा पनि अब त्यो चाहिँ सुरु भएको छ एउटा त्यो। अनि अर्को चाहिँ मलाई चाहिँ के गर्नु मन लागेको भने जे भए पनि अर्काको देश भनेपछि अर्काकै देश हुन्छ होइन। कुनै पनि बेला अहिले नै पनि त देखिरहेछ नि त होइन, कुनै पनि बेला देश छोड्न पर्ने सिचुएसन पहिला कतिले सोचेको पनि थिएन नि त त्यस्तो। मैले एकपल्ट म ट्राभल गर्दै गर्दाखेरि इदी अमिनको पढिरहेको थिएँ कि, जीवनी पढिरहेको थिएँ। अनि त्यस्तो त्यो उसको पालामा चाहिँ कस्तो भएको रहेछ भने युगान्डामा इन्डियनहरू एकदम धेरै इन्डियनहरू चाहिँ त्यहाँ बसेको अब त्यहाँको त्यति बेलाको करोडपति अरबपतिहरू के त्यस्तो खालकोहरू हिँड्ने बेलामा जब देशबाट त्यो देश छोड्नु पऱ्यो नि, जब सबैलाई खेद आयो त्यति बेला चाहिँ उनीहरूले एउटा गहना पनि निकाल्न नसकेको अरे के, महिलाहरूले आफ्नो गहना पनि लाउनु नसकेको, पैसा सैसा अरू प्रोपर्टी त। त्यसले गर्दाखेरि सबैले नेपाल चाहिँ छोड्नु हुँदैन जस्तो लाग्छ कि मलाई। देशमा घर चाहिँ बनाउनुपर्छ अथवा हुन्छ नि आफ्नो प्रोपर्टी चाहिँ राख्नुपर्छ होइन। कुनै पनि बेला अर्काको देश भने त अर्काकै देश हो नि भने जस्तो त्यस्तो खालको फिल पनि हुन्छ। कहिले यहाँहरूले त्यस्तो कुराहरू गरिरहनु होइन? हुन्छ। जस्तो अब यो बिचमा चाहिँ एउटा टाइम थियो नेपालमा भएको प्रोपर्टी बेचेर लिएर जाने हो, कतिले लगे नि, कतिले लगे। अब यो जुन माओवादीको त्यो टाइम थियो नि, हजुर। अब त्यसपछि चाहिँ अब भनौँ न युके बस्ने, प्रायः त युके बस्ने ब्रिटिसको रिटायर लाउरेहरूले चाहिँ त्यस्तो गर्नुभयो। अनि अमेरिका बस्नेले पनि तपाईँको चाहिँ यहाँको प्रोपर्टी बेच्ने, त्यहाँ सानोतिनो बिजनेस गर्ने त्यस्तो गर्नुभयो। अब अहिले त्यस्ता मान्छेहरूलाई पनि तपाईँको एउटा चाहिँ के भने रिग्रेट फिल भएको हामीले देखेका छौँ। अब अर्काको देश भनेको हजुरको सिटिजनै लिए पनि त्यहाँ चाहिँ उसले रिभोक एनी टाइम रिभोक गरेर पठाउन सक्छ। अब हामीले अहिले नै भइरहेछ। जस्तो हजुरको ग्रिन कार्ड भएकोलाई रिभोक गरेर पठाएको छ, पेपर नभएकोलाई रिभोक गरेर पठाएको छ। अब जस्तो हाम्रो मात्रै कन्ट्री होइन, अरू कन्ट्रीलाई पनि गरेर पठाएको छ। भनिसकेपछि अब यहाँ चाहिँ अब अहिले पछिल्लो दिनमा चाहिँ नेपालीहरूले नेपालमा प्रोपर्टी किन्ने, बिजनेस सानोतिनो भए पनि किन्ने, सानोतिनो बिजनेसमा लगानी गर्ने र अब त्यो आफ्नो पढेका बच्चाहरूलाई पनि यहाँ चाहिँ कसरी हुन्छ एडजस्ट गराउने, त्यो चाहिँ नेपालमा उता बस्ने नेपालीहरूको छ। अब अलिकति यो सरकारले चाहिँ भनौँ न अब जस्तो इन्डिया भएको पनि एनआरआईले गर्दा त्यहाँ गरेको लगानी गरे, त्यसलाई चाहिँ इन्भाइरोमेन्ट दिए। अनि त्यसपछि त्यसलाई फिर्ता लिएन, प्रफिट लिएर जानेले लान पनि दिए। अब हाम्रो हजुरको अब $1500 भन्दा नले भन्छ, $800 भन्दा नले भन्छ। अनि तपाईँको अब यहाँ भनौँ न अनि कमसेकम यसलाई चाहिँ ओपन र फ्री गरिदिनु पऱ्यो कि हरेक चिजले। जस्तो अहिले दुबई किन दिने, मलाई $1500 भन्छ, अनि मैले $1500 कहाँ खर्च गर्ने? अब उदाहरणका लागि अब तपाईँको त्यो त एउटा चाहिँ के भने बेसिक बजेट हो नि त। कमसेकम कति पैसा छ ल्याऊ,
यहाँ इन्भेस्ट गर खर्च गर पोखरा जाऊ मुस्ताङ जाऊ बागलुङ जाऊ धादिङ ल्याउन जाऊ किन पैसा नपाउने? खर्च म त्यही गर छक्क पर्छु के एउटा लानलाई त्यही त लिमिटेड गरिदियो ल्याउन किन नपाउने लानलाई लिमिटेड मान्छेहरूले लगेको लाएको गहनाहरू पहिलाको होइन कतिजना लिएर गएको नेपालमा ल्याउँदाखेरि पक्राउ गराएछ कि त्यहाँ कस्तो यस्तो हाम्रो पोलिसीहरूमा एकदमै धेरै त्यो चाहिँ नि अब मेजर त हजुरको यो चाहिँ अब भनौँ न 5 वर्ष गभर्मेन्ट एउटा पनि टिकेन अहिलेसम्म हामीले थाहा पाएदेखि एउटा समस्या चाहिँ त्यो अनि अब अर्को समस्या चाहिँ मलाई लाग्छ अहिलेसम्म यो देशका लागि जनताका लागि र तपाईँको के भन्छ अरू भनौँ न अरू राष्ट्रलाई पनि देखाउनका लागि म गर्छु भन्ने मान्छे एकाध केही पुग्यो होलान् तिनलाई विभिन्न कारणले काम गर्न सकेनन् नभए त्यस्तो मान्छे त्यो काम गर्ने ठाउँमा चाहिँ पुगेन भन्छु म एउटा अर्को चाहिँ जस्तो देश बनाउने भनेको प्राइम मिनिस्टरले होइन अब हामीकोमा अब त्यो भिजन जस्तो सुरुमा अलिकति भएको थियो हुन्थ्यो यो कङ्ग्रेसको चाहिँ दुईवटा भयो नि 36 र 74 भनेर दुईवटा स्प्लिट भयो नि त्यति बेला र त्यो नै यो त्योभन्दा पहिला अब तपाईँको पिएल सिंह मेयर हुनुहुन्थ्यो डोनेसनहरूको हजुरलाई पनि थाहा छ कत्रो आएको थियो त्यसपछि विदेशी डोनरहरूले पनि तपाईँको ओपन मार्केट थियो रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो अब पनि थियो अनि त्यति बेला सेक्युरिटीको पनि अब नेपालमा हामीलाई समस्या छैन भन्ने बिजनेसम्यानलाई नै हुन्थ्यो अनि ठक्क तपाईँको मिड टर्म इलेक्सन भयो अनि त्यसपछि कुनै पनि सरकार तपाईँको चाहिँ स्थायित्व भएन सुरुदेखि नै बिग्रियो अनि बिग्रिसकेपछि अब आजका दिनसम्म त्यो चाहिँ छ त्यसपछि यो अहिले भनौँ न 62-63 पछि जुन संविधान बनाए त्यो संविधान पनि अब अलिकति त्यो त्रुटि नै देखिन्छ कमसेकम 5 वर्ष एउटा पार्टीले एउटा गभर्मेन्टले चाहिँ सरकार चलाऊ राम्रो गरे पनि नराम्रो गर्ने उसलाई देऊ त्यो भयो भने राम्रो हुन्थ्यो यहाँ त अब 6 महिनामा 3 वर्षमा 2 वर्षमा 1 वर्षमा राजनीतिक अस्थिरता नै एउटा मुख्य कारण बन्यो अनि अर्को चाहिँ तपाईँको गरम भन्ने भावना पनि देखिएन आशा गरौँ अब आउने दिनहरूमा होला भनेर एउटा अब अहिले आशाको यो चाहिँ आएका छन् हेर्नुहोस् होइन यदि उहाँले चाहिँ करप्सन नगरिकन गर्यो भने देश बन्छ जब प्राइम मिनिस्टरले नै करप्सन गर्छ त्यसपछि हजुरको अब मन्त्रीले गर्छ मुख्य सचिवले गर्छ सचिवले गर्छ डिजीहरू गर्छन् माथिबाट नै त्यो राम्रो हुनुपर्छ जो आए पनि राम्रो होस् भन्ने एउटा कामना अब हामी कार्यक्रमको अन्तिममा छौँ हामीले एकदम रमाइलो भयो यहाँसँग कुरा गरेर किनभने पहिलादेखिको होइन यहाँको एउटा त्यो अनुभव यहाँको नेताहरूसँग बसेर काम गर्दाको अनुभवदेखि लिएर हामीले चाहिँ एउटा धेरै एउटा नेपाली कङ्ग्रेसको विशेष गरेर विश्व राजनीतिसम्मको कुराकानीहरू गऱ्यौँ अन्तिममा केही भन्न चाहनुहुन्छ ठिकै छ अब यहाँले जुन समयलाई दिनुभयो त्यसका लागि चाहिँ धन्यवाद दिन चाहन्छु म हृदयदेखि नै र म र मेरो संस्थाको तर्फबाट र मैले एउटा मात्रै के थपेँ भने हामी विदेशमा बस्ने नेपालीहरूले यो देश चाहिँ राम्रो होस् र सरकार चाहिँ अलिकति 5 वर्षसम्म इस्टाब्लिस भएर जाओस् अनि लगानीका अवसरहरू चाहिँ अलिकति ओपन गरोस् र यहाँ चाहिँ अब अहिले हुन त पहिलाभन्दा अलि सजिलो पनि छ सबै कुराहरू चाहिँ अब भनौँ न अलिकति ओपन होस् र कुनै ह्यासल खालको चाहिँ नहोस् र त्यो एउटा र अर्को चाहिँ अब यो जुन दोहोरो नागरिकता छ अब यो चाहिँ जस्तो दोहोरो नागरिकता चाहिँ मैले किन भन्न खोजेको भने जस्तो मेरो छोरी यहाँ जन्मिन् अथवा म वंशजको आधारमा नागरिकता अब त्यहाँ चाहिँ हामी फर्स्ट जेनेरेसन अलिकति दुःखै छ हजुरले देख्नुभयो होइन कोही अब बिजनेसमा नि हामी इस्टाब्लिस हुन सकिया छैन धेरै अब भनौँ न 2-4 स्टोर हुँदैमा इस्टाब्लिस भइँदैन धेरै ठुलो स्ट्रगलबाट बुझ्नु पर्यो नि र अब जस्तो हाम्रा छोरीहरू छोराहरू हाम्रो अर्को सेकेन्ड जेनेरेसन उनीहरूले त्यहीँको एजुकेसन पनि ल्याछन् अनि अब अरू हरेक हिसाबले उनीहरू इस्टाब्लिस त्यो अनुसारको काम पाउँछन् त्यो अनुसारको काम पनि पाउँछन् हजुर अनि अब उनीहरूलाई पनि यहाँ आउने एक किसिमको चाहिँ वातावरण भइदियो भने त्यहाँ चाहिँ धेरै लगानी गर्नु पर्यो यहाँ चाहिँ थोरै लगानी जस्तो मेरो छोरीले चाहिँ उसले चाहिँ त्यो अन्कोलोजिस्ट लगभग अब हुँदैछ होइन अनि मैले चाहिँ हामी 3 वर्ष पहिला छोरी म मेरो भाइ हामी 3 जना आएको थियौँ
अनि उसले चाहिँ यहाँ क्यान्सरको कहाँ छ हस्पिटलहरू भन्दै रिसर्च गरेपछि त्यो सातोपटामा एउटा रहेछ। अनि अनि सातोपटामा भएपछि त्यहाँ चाहिँ हाम्रो रामबाबु पर्साईको छोरा डाक्टर समथिङ के पर्साई चाहिँ त्यहाँ डक्टरै हुनु रहेछ, एमडी हुनु रहेछ, क्यान्सरको हेर्ने रहेछ। अनि हामी चाहिँ त्यहाँ पुग्यो। अनि पुगेपछि उहाँहरूसित यसरी त्यहाँको अब ऊ चाहिँ छोरी फेरि त्यो न्युयोर्क पोर्ट सेन्टर भन्ने छ, त्यहाँ चाहिँ क्यान्सरको मात्रै पेसेन्ट हेर्छ। त्यो सोलन मेमोरियल क्यान्सर त्यो कार्टर भन्दा पनि ठुलो। त्यहाँ चाहिँ अहिले संसारभरिका इक्विपमेन्ट चाहिँ र सबभन्दा वेल इक्विपमेन्ट न्युयोर्कमा 10वटा हस्पिटलको लगानी छ त्यहाँ। जस्तो एनवाईयुको भयो, तपाईँको चाहिँ मनिषा चाहिँ तल्लोमा जानुभयो जहाँ सुशील दाई जानुभएको थियो, त्योभन्दा अझ एक्सपेन्सिभ छ 125 स्ट्रिटमा। अनि त्यसमा चाहिँ तपाईँको अब प्रायः चाहिँ त्यहाँको पेसेन्टहरू चाहिँ अरबको त्यो राजकुमारहरू अलिक जोसँग धेरै। अब हजुरको एउटा बिल चाहिँ 3 मिलियन 4 मिलियन 5 मिलियन 20 मिलियनसम्म एउटा बिल आउने महँगो। त्यो चाहिँ त्यहाँ चाहिँ छोरी काम मतलब उसको त्यो के भन्छ त्यो क्लिनिकल त्यहाँ गरेको उसले। अनि ऊ यहाँ आएर पनि उसले चाहिँ त्यो उसले चाहिँ त्यहाँको त्यो इक्विपमेन्टहरूको बारेमा पनि यहाँ चाहिँ सोध्यो। यहाँ चाहिँ अलिक ओल्ड एजको खालको रहेछ इक्विपमेन्टहरू। अनि उनीहरूले के भन्यो पछि चाहिँ उसको इच्छा चाहिँ अब अलिकति पैसा भयो भने अब म कि नेपालमा चाहिँ एउटा वेल खालको क्लिनिक खोल्ने कि चाहिँ अफ्रिका जाने। अब अहिले हामीले सबै बच्चाहरू चाहिँ सबै अफ्रिका भन्छन् होइन। अनि मैले चाहिँ उसको ऊ चाहिँ अलि लिडरसिप नि भाउको जस्तो है। अहिले चाहिँ यो मेडिकल स्टुडेन्ट युनियनको चाहिँ त्यो हाम्रो जस्तो नेभिसङ दल यो अखिल होइन, एउटा मात्रै हुन्छ त्यसको प्रेसिडेन्सी छोरी मेरो होइन। अनि उसले चाहिँ अब फर्स्ट टाइम प्रायोरिटी नेपालमा यस्तो कतै डाँडातिर गएर रेसिडेन्स टाइपको। अनि त्यो चाहिँ जर्मनमा चाहिँ त्यो उहरू बन्दो रहेछ, यिनीहरूलाई चाहिँ त्यो लोनमा पनि दिँदो रहेछ। अब मैले चाहिँ त्यस्तै खालको गरेर सेवा गरौँ भन्ने उसको। अनि मैले त्यही अनुसारले त्यो डक्टरहरूलाई पनि भेटाएँ। अब मैले के भन्नु खोजेको भने धेरै नेपालीका बच्चाहरू चाहिँ एकदम वेल क्वालिफाइड भएर त्यहाँ बसेका छन्। कमसेकम त्यो राष्ट्रले चाहिँ बिना ह्यासल चाहिँ यहाँ ल्याएर तिनीहरूको चाहिँ त्यो लगानी अथवा सुविधा पनि हो नि त। मेडिकल उसको चाहिँ अब तपाईँको राम्रो खालको इक्विपमेन्ट सिपको सदुपयोग हो नि त। अब त्यो चाहिँ यहाँको गभर्मेन्टले चाहिँ ज्ञान र सिपको चाहिँ एउटा नलेज ट्रान्सफर पनि भयो। ज्ञान र सिपको चाहिँ सरकारले एउटा चाहिँ त्यो पनि गरिदियोस् भन्ने हाम्रो चाहिँ बाहिर बस्नेको इच्छा र चाहना छ। र अब अर्को चाहिँ जसले लगानी गरेका छन् त्यसलाई पनि तपाईँको लगानी गरेको त्यो प्रफिट चाहिँ अब भनौँ न अब लान मिल्नेलाई लान दिने, नमिल्ने छ भनेदेखि ठिक छ अर्को चाहिँ सुविधा तिमीले यो गर नि त भनेर दिने। र अनि जति पनि बाहिरबाट जो जस्तो $1500 तपाईँले मैले $50,000 लिएर आउन चाहे पनि दिनु पऱ्यो कि। त्यो $50,000 त मैले कि ब्याङ्कमा राख्छु, नभए गाउँमा गएर अर्को घर जग्गा किन्नु त्यसमै खर्च हुन्छ। नभए मैले कहीँ गएँ भने रेस्टुरेन्टमा बिल तिरे पनि त त्यो बजारमा पैसा निस्क्यो नि त। अब त्यो चाहिँ गभर्मेन्टले किन थाहा छैन, त्यो चाहिँ बन्द गर्नुपर्छ जस्तो लाग्छ। अब यी धेरै कुराहरू चाहिँ छन्। यसलाई चाहिँ सुधार होस् भन्ने चाहिँ यहाँको चाहना, नीतिगत रूपमा सुधार भयो भने अब बाहिरका नेपालीहरूलाई र देशलाई पनि राम्रो हुन्छ। र इन्डिया चाहिँ इन्डिया त्यसरी नै भएको जस्तो लाग्छ। त्यो एनआरएललाई चाहिँ ओपन दिइसकेपछि नरेन्द्र मोदी आएपछि त अझ उहाँले भन्नुभयो नि हाम्रो नीतिहरू भनेको चाहिँ बाँध्ने होइन फुकाउने खालको हुनुपर्छ भनेर, जुन हाम्रो चाहिँ बाँध्ने खालको छ नि त। इन्डियामा पनि त्यस्तै रहेछ नि, उहाँले यसलाई फुकाउने खालको गर्नुपर्छ भनेर नयाँ नीतिहरू धेरै कुराहरू चाहिँ त्यहाँ बनेको छ। थ्याङ्क यू भेरी मच। हजुर।